मलाई कुटेको देखेर तल्लो कोठामा बस्ने दिदीहरू त्यो एउटा आमा हुनुहुन्थ्यो, म पैसा हालिदिन्छु जाऊ भन्नुहुन्थ्यो। आमा बुवालाई बिर्साउने प्रेम अन्ध हुन्छ भने चाहिँ अरू के चाहियो, योभन्दा ठुलो कुरो। केटाको लागि यति साह्रै छोरी मान्छे यति मर्नु भनेको त चाहिँ सानो कुरा होइन नि त। मुख छोपेर टाढाबाट हेरिरहेको थिएँ, फोन गरिरहेको थिएँ, मेसेज गरिरहेको थिएँ, अलि नजिक आउनु न एकछिन, भिडबाटै खसे जस्तो भएको थियो क्या। तीजनाको मान्छेहरू आफन्तहरू छुइरहेको थिएँ, बिदाई गरिरहेको थिएँ, तर मलाई चाहिँ छुनु पाएको थिएन कि। उहाँ परबाट बुवा हुनुहुन्थ्यो, फेरि डर पनि लागेको थियो नि त, बुवा हुनुहुन्छ भनेर एक्कासी उड्ने बेला नराम्रो हुनुभन्दा बरु म मुखै छोपेर हेर्छु भने मुखै छोपेर हेरेँ मैले। यस्तो डिप्रेसन भएको मान्छे यो क्लास गएर पढेर पास हुन्छ भन्ने त सम्भवै छैन नि। अनि रातको त्यो 8 घन्टा कटाउनु साह्रै गाह्रो हुन्थ्यो। बिहानदेखि निन्द्रा त मरिसा पर्दैन थियो क्या मलाई। मैले आफै पनि आफूलाई कतिचोटि मार्ने कोसिस गरिसकेको छु भने चाहिँ उहाँले मार्नुहुन्छ भने चाहिँ के चाहियो त, त्यस्तो जस्तो लाग्थ्यो कि मैले। ल उहाँको लागि मैले मर्नुपर्छ भने नि ओके, म रोग देखेर घरबेटीले आएर तिमी अझै नै रुम सर भन्थे। मेरो दाइहरूले मेरो मम्मीले म प्रति धेरै आश राखेको थियो। यस्तो नराम्रो कुट्नु भएको थियो, त्यो भित्ता घरको भित्ताको चारै भित्ता ताडेर कुट्नु भएको थियो क्या मलाई। त्यतिसम्म गहिरामा चाहिँ नजानु, कोही पनि जतिसुकै माया गर्ने मान्छे हुने भए पनि भन्छु म त। मलाई यो लाग्छ म अरूको लागि जन्मेको पनि होइन भन्ने ठान्छु कि पहिले। अहिले चाहिँ फेरि बुझ्दै गएपछि, पहिला चाहिँ दुनियाँको बारेमा सोच्दा यो हालत भएको हो कि। हाम्रो आँसुले धेरै ठुलो पाठ सिकाउँछ। एकछिन रो अनि त्यसपछि के गर्नु छ गर, फ्रेस हो भन्छ क्या। केटा मात्रै गलत छ भन्ने पनि छैन नि त, छोरी मान्छेले पनि कति धोका दिइरहेको हुन्छ नि त। रोयो भने चाहिँ त्यो घरकै मान्छे सबै आउँथे, सबैले सुन्ने गरेर ढाको छोडेर रुनुहुन्थ्यो। यस्तो सहर जस्तो ठाउँमा, काठमाडौँ जस्तो ठाउँमा यसरी खुल्ला भएर रुनु हुँदैन भन्ने कुरा गर्छन् सबैले, तर त्यो सहनै सकिँदैन रहेछ कि। किन नानी यस्तो गर्दैछौ, किन मेरो घर बिगार्दैछौ, मैले त उसको लागि दुनियाँ त्यागेको छु, म उसको लागि यसरी बसेको छु कि तिमीले मेरो ठाउँमा तिमी बस्यो भने तिमी बुझ्छौ होला भन्ने भन्थे कि। त्यो केटीले मलाई त एकदम गाली गर्थ्यो क्या। प्रेम भनेको दुईजनाको विश्वास एकदम अठोट, उसले म प्रति विश्वास र मैले ऊप्रति विश्वास राख्यो भने चल्छ। एक कुरो प्रेम, एक कुरो विश्वास त कहिल्यै पनि नचल्दो रहेछ कि। हाम्रो पनि बुवा भएको भए त कति राम्रो हुन्थ्यो, फ्यामिलीहरूमा पनि राम्रो हुन्थ्यो, हाम्रो दाइहरूले त्यति सानो उमेरमा बाहिर जानु पर्दैन थियो भन्ने जस्तो लाग्छ। लक्ष्मीजी, हजुरलाई स्वागत छ हाम्रो पोडकास्टमा। धन्यवाद। आराम हुनुहुन्छ? एकदमै आराम छु। अनि हजुर? मेरो पनि एकदम ठिक छ। सुरुवातमै हामी हजुरको परिचयबाट जान चाहन्छौँ कि। मेरो नाम चाहिँ महालक्ष्मी हो, घर चाहिँ मेरो सुदूरपश्चिम डोटी। हजुर, डोटीको मान्छे, अहिले काठमाडौँमा? हजुर, अहिले चाहिँ काठमाडौँमा। कसरी आइपुग्नु हो त डोटीदेखि काठमाडौँसम्मको यात्राको बारेमा पनि अलिकति बुझाउन, जानौँ न हामी। म चाहिँ डोटीबाट भन्दाखेरि म तराई झरिसकेको थिएँ। तराई कुन ठाउँ? धनगढी। त्यहाँ मामा घरमा बस्दै आउँदा अनि त्यहाँ म पनि जब पनि गरिन्थ्यो। अनि त्यो जब गर्दा गर्दै भनौँ न त्यो अल्लारी उमेर, लभ पर्यो त्यस्तै भयो। सो त्यहाँ म जब गरिरहेको थिएँ। अब हाम्रो इन्टरकास्ट पनि भएको कारण त्यति साह्रो खुला पनि थिएन, अब सबै ठाउँ फ्यामिलीतिर पनि उ थिएन। बिस्तारै म जब गरिरहेको थिएँ, उहाँलाई चाहिँ बाहिर जानुपर्ने रहेछ। सो उहाँलाई चाहिँ काठमाडौँ आउनुपर्ने रहेछ। अनि मैले सोचेँ उहाँ चाहिँ काठमाडौँ जानुहुन्छ भन्ने ठानेको थिएँ, तर हामी दुईजनाकै त्यो सल्लाह त थिएन। बिस्तारै म जब गरिरहेको बेला उहाँ पनि धनगढी आउनुभयो। उहाँको चाहिँ धनगढी नै घर छ। धनगढी आउनुभयो। अनि त्यहाँबाट बिस्तारै बोल्दै जाँदा भन्दा पहिला नि धेरै कुरा भएको थियो। सँगै भएपछि त बोलिहालिन्छ अभियसली नै। अनि घर जाँदाखेरि इन्टरकास्ट हो, खासै राम्रो गर्नु भएन कि। उहाँ चाहिँ के जातको हुनुहुन्थ्यो? ठकुरी हुनुहुन्थ्यो। अनि घर पनि उहाँको नजिकै भयो मेरो। अब त्यहाँ जब गर्ने अफिस पनि नजिकै थियो, राम्रै कुरा भइरहन्थ्यो। अनि उहाँको ठ्याक्कै असोजको महिना चाहिँ त्यति बेला। अनि उहाँको बर्थडे पनि हुनु पर्यो लागेको थियो क्या। अनि बर्थडे हुने बेला अनि मैले बोलाउनु भएको थियो। अब त्यसै एक्कासी अर्का घरमा जानु पनि भएन नि त। घरमै बोलाउनु भएको उहाँले? घरमै बोलाउनु भएको थियो, तराईको घरमा बोलाएपछि। अनि बिस्तारै गयौँ, साथीहरू पनि धेरै थिए। अनि अब सँगै बस्ने जस्तो कुरा गर्नुभयो। अनि त्यस्तो थियो। अब हाम्रो गाउँ आजभन्दा कति वर्ष अगाडिको कुरा यो चाहिँ? आजभन्दा समथिङ 4 वर्ष अगाडि। ठ्याक्कै 4 वर्ष भयो भनौँ, 4 वर्ष अगाडि कुरा हो। अनि नजिक हुने भएपछि नजिक त्यसरी बस्नुभन्दा, अनि छोरी मान्छे त हामीलाई त गाह्रो हुन्छ नि त गाउँतिरको मान्छेहरूलाई।
अनि उहाँले ल ठिकै छ नि त भनेर अब सिन्दुर पोते भएको थियो होइन। त्यति बेलै कति तपाईँहरू चाहिँ कति टाइम बोल्नुभयो अनि त्यसपछि त्यो सिन्दुर 1 इयर्स मात्रै हो। 1 इयर्स अनि त्यसपछि सिन्दुर पोती भयो त्यो सर्ट टाइमै भयो क्या त्यस्तो। अनि सर्ट टाइममै भएपछि दसैँ पनि आउनु लागेको थियो कि। अनि उहाँले चाहिँ सिन्दुर पोती भइसकेपछि घर ल अब हामीले बिहे भइहाल्यो नआउनु भइहाल्यो अब आफ्नो गरेर खानुपर्छ बिस्तारै ल राम्रो सर छिरेर पनि आफूले गरेर खानुपर्छ भन्ने आधारले बसिरहेको थियौँ। बिचमा दसैँ आयो नि त। अनि दसैँ आएपछि उहाँको फ्यामिलीले पनि बोलाउनु भयो अनि मेरो फ्यामिलीले पनि बोलाउनु भयो। अनि तर म चाहिँ अब यस्तो भइसकेको छ जाने त सम्भावना पनि छैन नि त। अनि मेरो त बहिनीलाई पनि थाहा भइसकेको थियो। अनि बहिनीलाई पनि थाहा भइसकेको थियो। उहाँको चाहिँ घरमा कसैलाई थाहा थिएन। उहाँले थाहा गराउने त्यो गराउनै खोज्नु भएन के। जस उहाँले चाहिँ तपाईँलाई मन पराउनुहुन्थ्यो उहाँले आफ्नो तरिकाले तपाईँलाई चाहिँ स्वीकार गर्नुभयो घर परिवारले केही पनि थाहा थिएन। थाहा थिएन। अनि थाहा गराउनु भएन। उहाँले भन्नुभयो कि अहिले चाहिँ हामी थाहा नगराउँदै म घर गएर आउँछु अनि त्यसपछि चाहिँ अनि काठमाडौँ जानुपर्छ भन्ने चाहिँ कुरा गर्नुभएको थियो कि। अनि दसैँमा घर गइसक्यो। घर गएपछि आउनु मान्नु भएन कि। घर गएपछि उहाँले मलाई पनि घरबाट बोलाउनु भयो ठ्याक्कै भोलिपल्ट दसैँ छ भन्दा हाम्रो धनगढी चाहिँ घर जानलाई 1 घन्टा मात्र लाग्छ कि। सरी 1 दिन मात्र लाग्छ। सो 1 दिन लाग्नेपछि ल गएर आउँछु भनेर कसैलाई थाहा छैन नि त गएर आउँदा के हुन्छ भनेर म पनि घर गएको थिएँ। उहाँ पनि घर गइसकेको थियो। अनि घर गएपछि म चाहिँ घरमा सबै थाहा पाउनु पऱ्यो फोटाहरू देखेर। तपाईँको मोबाइलमा थियो? हजुर मोबाइलमा थियो। बहिनीले टक्क म धारा गएको थिएँ। अब दसैँमा त टिका लाउनु पर्छ नि त। सो हाम्रोतिर त कुवातिर पनि जानुपर्छ। अनि त्यहाँ गएर म उता गएको थिएँ। मेरो मोबाइल भनेपछि तपाईँको सिन्दुर पोते यता भइसकेको थियो घरमा चाहिँ कसैलाई तपाईँको परिवारलाई चाहिँ कसैलाई पनि थाहा थिएन है? कसैलाई थाहा थिएन। अनि मोबाइलमा चाहिँ बहिनीले यसो हेर्दै जाँदा देख्नु भएछ कि। तपाईँको त्यो सिन्दुर पोते लगाएकै फोटो देख्नुभयो? हजुर देख्नुभयो। देखेपछि घरमा थाहा भएपछि त सबैले गाह्रै भइहाल्छ नि। छोरी मान्छे हो त्यही माथि हाम्रो पश्चिम समाजमा त कति गाह्रो हुन्छ नि त। अनि थाहा भएपछि डर लाग्यो मलाई। डर लागेपछि मैले भन्नु परिहाल्यो उहाँलाई। घरकाले पनि त मलाई रिसायो गाली गरे झगडा गरे नि त। दादा मेरो साइनोवाला दादा घरमा हुनुहुन्थ्यो त्यति बेला। दादाले रिसाउनु भयो। अनि मैले उहाँलाई कल गरेँ भने अनि यस्तो यस्तो भयो के गर्ने भनेर। के भयो त अनि त्यो नर्मल्ली हो अहिलेको जमानामा भन्ने चाहिँ कुरा गर्नु पऱ्यो कि। उहाँ यति धेरै माया गर्ने मान्छे घर गएपछि त्यस्तो भन्छ क्या। अनि त्यस्तो भनिसकेपछि मलाई अलि अप्ठ्यारो लाग्यो। ल यो मान्छेलाई यस्तो गरेर छोड्ने हो कि भन्ने जस्तो लाग्यो नि त। अनि मैले सोधेँ यस्तो त नगर्नु न भोलिको दिन फेरि अर्कोसँग बिहे गर्न पनि गाह्रो हुन्छ। यति धेरै माया गरेको मान्छे हाम्रो त्यत्तिकै अगाडि बढेको होइन नि त भन्ने चाहिँ कुरा गर्दाखेरि ल ठिक छ तिमी त्यहाँबाट धनगढी जाऊ म आउँछु भन्छु कि। अनि म त उहाँको आशमै भाग्दिएँ। तपाईँले यति ठुलो निर्णय गर्नुभन्दा अगाडि एकचोटि परिवारसँग पनि मैले सल्लाह गर्नुपर्छ भन्ने सोचेँ त्यति बेला तपाईँमा आएन? त्यो त्यति बेला थिङ्किङमा आउँदै आएन क्या सर भन्नु होइन। म घरबाट उहाँले त्यति भन्ने बित्तिकै उहाँको शब्दमा मसँग जम्मा 1000 रुपियाँ थियो भागिदिइहालेँ कि। काठमाडौँ सिधै काठमाडौँ? नै धनगढीको लागि भागिदिइहालेँ। धनगढीसम्म आउनलाई हाम्रो 900 कति लाग्थ्यो कि त्यति बेला पैसा। अनि पैसा बच्ने कुरै भएन। अनि दादाहरू त फेरि ती हाम्रो दादाहरू त अलि रिस धेरै उठाउनुहुन्छ नि त। अनि दादा घरमै हुनुहुन्थ्यो साइलोवाला दादा। उहाँले चाहिँ फोन गर्नुभयो यताउता केस गर्छु भन्नुभयो। गर्नुभयो नि त त्यो पनि गर्नुभयो। तर मलाई छोड्नु चाहिँ सक्नु भएन। म धनगढी पुगेँ के नखाएर म घर पुगेँ। धनगढी पुगेपछि मलाई कस्तो डर लाग्यो थाहा। त्यहाँ चाहिँ मेरो रुम छ सबै छ। तर रुममा जान मैले सकेन कि किनभने मेरो रुम चाहिँ देख्नु भएको नि त दादाहरूले। आएर त्यहाँ फ्याट्टै समातिहाल्छन् कि भन्ने डर भयो कि। फेरि म उसँग मिलन हुँदैन भन्ने चाहिँ डर भयो कि। त्यस्तो डरले चाहिँ मैले उहाँलाई फोन गरेँ। उहाँले चाहिँ उहाँकै घरमा बस्ने एकजना बहिनी हुनुहुन्थ्यो। अनि उहाँको बहिनीको घरमा रुममा बस्न लाउनु भयो कि। रुममा बस्न लाउनु मैले सोचेँ उहाँ आउनुहुन्छ भन्ने ठाने। तर उहाँ आउनु भएन कि कति कोसिस गऱ्यो। बहिनीले पनि कोसिस गर्थ्यो बोलाउनलाई। मैले पनि कति धेरै कोसिस गर्थेँ। आउनु भयो मान्नै भएन कि। बिस्तारै त्यहाँ तिमी जब गर्दै गर अनि घरका मान्छे सम्झिहाल्छन् भने म त्यसरी भागेको आएको छु त सम्झिन्छ नि त। सम्झिँदैन नि तात्काल त सम्झिँदैन नि त बिस्तारै सम्झे पनि। त्यसरी भागेर आएपछि बहिनीको रुममा बसिरहेको थिएँ। त्यो बहिनी कस्तो रहेछ फेरि रुममा चाहिँ खाना नपकाउने कि। बाहिरै मतलब भनौँ न उसको आफन्तहरू रिलेटिभहरूकोमा गएर खाने रहेछ। अनि मलाई त फेरि गाह्रो भयो त्यहाँ। 15 दिनसम्म भएकै बसेँ क्या म। 15 दिनसम्म भोगे? हजुर। कसरी सक्नुभयो? अब
त्यति बेला चाहिँ म एकदम एकुरो के उम्, कस्तो भनौँ नि मलाई त खालि सिर्फ उही मात्रै आउँछ र उसले मलाई लाग्छ भन्ने मात्रै आश थियो अरू के त्यति बेला चाहिँ कहाँ हुनुहुन्थ्यो तपाईँको प्रेमी चाहिँ? गाउँ हुनुहुन्थ्यो गाउँ घरमा हुनुहुन्थ्यो। जानुभएको थियो हजुर दसैँमा घर जानुभयो उहाँ चाहिँ आफ्नो घर जानुभयो म आफ्नो घर गएँ म आफ्नो घरबाट भागेर आउँदाखेरि चाहिँ धनगढीमा चाहिँ त्यस्तो झेल्नु पऱ्यो क्या मैले त्यो बेलामा तपाईँहरूको सम्पर्क चाहिँ भयो कि भएन फोनमा? भयो कतिचोटि भयो झगडा हुने कलमै झगडा हुने कतिचोटि उ भयो के होइन कारणले त्यति तपाईँहरूको त अब तपाईँले त्यति आफ्नो परिवारै छोडेर जानुभएको अनि के कारणले चाहिँ फेरि तपाईँहरू बिच मलाई त त्यो मनमुटाव हुन थाल्यो त? मलाई सानो उमेरमा चाहिँ कस्तो भयो भने चाहिँ परिवारलाई छोड्नु पर्नेको अवस्था चाहिँ सानो उमेरमा माया बसेको थियो उम्, अनि प्लस सिन्दुर पोते भइसकेको थियो कति वर्ष हुनुहुन्थ्यो त्यति बेला तपाईँ? म त्यति बेला त त्यो 18-19को लास्टतिर हुनुपर्छ सायद त्यस्तै थियो होला आजभन्दा 4 वर्ष अगाडि कुरा हो अनि त्यसरी आएपछि 15 दिनसम्म भोकै बस्नु परेको थियो अनि उहाँलाई दैली फोन गर्छ आउनु न त अनि म यसरी आइसकेपछि त मलाई समात्नु त पऱ्यो नि त होइन भनेपछि उहाँले मान्नै भएन अनि लास्टमा चाहिँ बहिनीले सबैले भनेपछि लास्टमा चाहिँ म घरमा पनि सम्पर्कमा आइनँ कि त्यतिसम्म घरमा पनि कसैले थाहा भएन? घरमा पनि मैले फोन गर्दै सिधै एकचोटि मात्र फोन गरेँ म चाहिँ मेरो आफ्नै जबमा लागेछु मेरो राम्रै छ काम मलाई खोज्ने काम नगर्ने यताउता भने घरमै थर्काउने काम गर्दै थिएँ कि मैले अनि उहाँले चाहिँ मैले किनभने मलाई आश थियो नि त उहाँले त्यति धेरै माया गरेर मान्छे आउँदैन भन्ने थिएन नि त आउँथ्यो भन्ने आश लागेको थियो लास्टमा 15 दिनपछि चाहिँ उहाँले चाहिँ घरमा चाहिँ आफ्नो घरमा चाहिँ म बाहिर जान्छु बाहिर जानको लागि चाहिँ म ल्याङ्ग्वेजसँग पढ्छु आउँछु जान्छु काठमाडौँ भनेर आउनु भएको रहेछ क्या आउनु भएको रहेछ मैले चाहिँ अनि मलाई चाहिँ आउँदैछु भन्नुभयो मलाई त आश लाग्यो मलाई खुसी लाग्यो नि त अनि मेरो श्रीमान आउँदैछ भन्ने जस्तो लाग्यो नि त जस्तो घर परिवारबाट चाहिँ जब तपाईँको त्यो कुरा थाहा पाइसकेपछि चाहिँ उहाँहरूले स्वीकार गर्नुभयो कि उहाँहरूको साथ सपोर्ट चाहिँ थियो कि अब जे हुनु भइसक्यो भन्ने थियो कि होइन अब हाम्रो लागि चाहिँ हामीलाई छोडेर गइसकेपछि हामी पनि वास्ता गर्दैनौँ भन्ने सोचमा पुग्नु के थियो घर परिवार चाहिँ प्रतिक्रिया कस्तो थियो त्यति बेला? धेरै कोसिस गर्नुभयो उहाँले पनि मलाई पाउनलाई मेरो फ्यामिलीले चाहिँ उहाँको फ्यामिलीमा चाहिँ थाहा थिएन यो कुराहरू मेरो फ्यामिलीमा चाहिँ धेरै कोसिस गर्नुभयो मलाई पाउनलाई तर म चाहिँ एकदम पागल जस्तै भएन उसकैपट्टि सोचेँ कि यो न फ्यामिली न के यताउता केही सोच्दैन कि त्यति बेला चाहिँ धेरै कोसिस गर्दा पनि मैले आफ्नै खुसी गर्छु यताउता भने फेरि तर्काइदिएको थिएँ घरको मान्छेले त्यति बेला माया त लाग्थ्यो नि किन नलाग्नु अब त्यस गाउँबाट त्यसरी आइसकेपछि चाहिँ अलिक गाह्रो भयो कि मलाई फेरि त्यही गाउँमा जानलाई गाह्रो भएपछि उहाँले आउनु भइरहेछ अनि 15 दिनपछि आएपछि अनि मैले सोचेँ राम्रैसँग ल मेरो श्रीमान आउनुभयो आउनु भएपछि चाहिँ आउनुभयो है? आउनुभयो अब त राम्रो हुन्छ भन्ने ठाने आउनुभयो ल काठमाडौँ जाउँ भन्नुभएको थियो कि अनि काठमाडौँ जाउँ भने म खुसी भएँ नि त ल सबैले अब चाहिँ खुल्ला नै हिँड्नुपर्छ भन्ने जस्तो आश लाग्थ्यो तर त्यस्तो भएन क्या ठ्याक्कै उल्टा भइदियो म चुप्प लाएर आइदिएँ उहाँसँगै आएपछि यहाँ हाम्रो चितवन पुगेपछि खाना खुवाउँछ कि गाडीले चितवनमा पुगेपछि मेरो बहिनीले पनि थाहा पायो मैले पनि थाहा लाग्यो नि त म त मेरो श्रीमानसँग आइछु भने सिधै मैले घरमा भनिदिएँ म त आएँ है उहाँसँग भनेर फोन गरेर भनेको थिएँ तर उहाँले चाहिँ मान्नु भएन बहिनीलाई मात्र भनेको थियो अनि उहाँले भन्नुभयो कि घरमा चाहिँ नभन हामीले चाहिँ तिम्रो पनि घरमा खुलाउनु हजुरको घरमा चाहिँ थाहा थियो उहाँको घरमा यो कुरा थाहा थिएन अझै पनि मेरो घरमा थाहा हुँदा पनि उहाँले थाहा हुने गरे कि बाहना बनाऊ भन्ने चाहिँ कुरा गर्नुभयो कि अनि मैले त्यहाँ पुगेर बाहना बनाएको थिएँ मेरो अफिस त्यति बेला त म कुन ठुलो अफिसमा काम गर्थेँ र त्यो मेरो अफिसको सरुवा भयो र म बाहिर जानु पऱ्यो भन्नुभयो कि भनेर अनि मैले भने मेरो यहाँबाट सरुवा भएर म चाहिँ दाङ आएको छु भने कि दाङ भन्ने कस्तो छ मलाई अहिलेसम्म थाहा आएन मैले त्यति बेला त्यस्तो भने झुट बोल्नुभयो मम्मीहरूलाई चाहिँ त्यस्तो झुट बोले किन यसरी पर सर्दैछ नानी भन्नु मम्मीले कति धेरै गर्नुहुन्थ्यो कि मेरो लागि यति धेरै रुनुहुन्थ्यो कि मम्मीले त्यो मैले त्यति बेला मैले बुझिनँ कि अहिले महसुस गर्छु म त्यो त्यसरी आइसकेपछि काठमाडौँमा ल राम्रैसँग आयौँ नि त ल ठिकै छ भने 4 महिनासम्म झुटमै चल्यो तपाईँले घरमा अलिकति आफ्नो घरमा चाहिँ अलिक गाह्रै अवस्था थियो कि अलिक दुःखको अवस्था थियो र त्यसरी निर्णय लिनुभयो कि घरमा पनि राम्रो अवस्था हुँदाहुँदै पनि तपाईँ मायामा पागल बन्नुभयो त्यसपछि यो निर्णय लिनुभयो? होइन घरमा राम्रै ठिकै थियो दादाहरूले राम्रै हेरिरहनु भएको थियो मम्मीहरूले पनि राम्रैसँग हामीलाई जे चाहियो त्यो गरिरहनु भएको थियो स्कुल पढाएकै थियो तर पनि त्यस्तो अवस्था बिचमा आएपछि चाहिँ मैले घरको चाहिँ केही सोच्नै सकिनँ के भयो त त्यति बेलाको अवस्था? हुन त हामीले धेरै देख्छौँ कि यस्ता उदाहरणहरू पनि है
बुवा आमाले हुर्काउनुहुन्छ है, सानैदेखि हुर्काउनुहुन्छ, पढाउनुहुन्छ, माया गर्नुहुन्छ। बुवा आमाको नि त सपना हुन्छ नि त, तर त्यो सपनालाई लत्याएर चाहिँ एउटा छोरी है माथि हरेक आशा हुन्छ, तर त्यो छोरीले चाहिँ आफ्नो बुवा आमालाई लत्याएर अर्को केही दिन बोलेको प्रेमीसँग चाहिँ आमा बुवालाई नि त्यागेर आउँदा चाहिँ त्यति बेलाको अवस्थामा चाहिँ के हुँदो रहेछ क्या, त्यो पुरै घर परिवारको चाहिँ वास्तै नजाने, यता जुन तपाईँको एकुरो यतिसम्मको एकुरो हुनुभयो तपाईँ। त्यो त हुँदो रहेछ अब त्यो त सानो उमेर पनि त्यस्तै थियो फेरि अनि एकदम पागल भने त्यो सोच्नै नसकिने पागल भएको थिएँ कि म त्यस्तोसम्म भएको थिएँ हजुर। अनि त्यति बेला त मैले मम्मीको पनि याद गर्दैन थिएँ कि मलाई मम्मीको पनि याद जस्ट मलाई एक सानो भयो, मेरो जिन्दगी चल्छ, उहीसँग म जिन्दगी बिताउँछु भन्ने तपाईँलाई त्यति बेला फिल भयो। त्यसपछि तपाईँ त्यहाँबाट आफ्नो निर्णय गर्नुभयो र उहाँसँग काठमाडौँको यात्रामा निस्किनु भयो। निस्केँ काठमाडौँको यात्रामा निस्केँ। पहिलोचोटि काठमाडौँमा आएको थिएँ, म केही थिएन। अनि अब ल्याएको भाडा उहाँले नै आफ्नै भाडा ल्याउनु भएको थियो, आफ्नो भाडामा दुईजनाको भाडा बनाउनु भएको थियो नि त। यहाँ पुगिसकेपछि फेरि साह्रै गाह्रो भएको थियो। बिस्तारै 2-4 दिनपछि उहाँले काम पाउनुपर्छ, काम गर्नुभयो, तर मलाई कामसाम गर्नुले त लाउनु भएन, राम्रै गर्नुभएको थियो। फर्स्ट टाइम थियो तपाईँको चाहिँ काठमाडौँ त्यति बेला? काठमाडौँमा एकदम राम्रो गर्नुभएको थियो। 2 दिन आएको 2-3 दिनपछि काम पाउनु भएको थियो उहाँले, काम गर्नुभयो। मलाई चाहिँ काम गर्न लाउनु भएको थिएन, मजाले काम गर्नुभयो। खाएँ जे होस् राम्रै चलेको थियो भनौँ, घरमा थाहा नभए पनि राम्रै चलेको थियो। उहाँले पनि फोन आउँदा झुट बोल्नुहुन्थ्यो, मैले पनि फोन आउँदा झुटै बोल्थेँ त्यस्तै है। जब काठमाडौँ आइसकेपछि तपाईँहरूको जिन्दगी चाहिँ कसरी चल्न थाल्यो? त्यस्तै चल्यो सर। उहाँले केही चलेन कि, उहाँले भविष्यको बारेमा कुरै निकाल्नु भएन, मैले निकाल्दा जहिले। तर पनि तपाईँहरू त्यतिसम्मको निर्णय लिइसक्नु भएको थियो कि एउटा विवाह बन्धनमा बाँधिनु भने त सामान्य कुरा होइन नि त होइन। जसलाई पनि सानै बच्चाले पनि केही यो कुरा गर्दा चाहिँ निर्णय गर्दा चाहिँ केही सायद सोच्छ होला एकचोटि होइन। त्यतिसम्म निर्णय लिइसकेपछि पनि फेरि तपाईँहरूमा अलिकति त्यो पारदर्शिता भएन भने त अनि तपाईँले त्यति धेरै कसरी विश्वास गर्नुभयो क्या त्यति बेला? कस्तो त्यस्तो हुँदो रहेछ कि त्यो मलाई थाहा छैन। म त्यो समय सम्झेँ भने म आफैले कस्तो अर्कै लाग्छ कि अहिले पनि। म खासमा त्यो दिनहरू सम्झिन चाहँदैन। कस्तो थियो त्यो दिनहरू चाहिँ? होइन त्यो म त जति खुसी भए पनि ऊ भएस पुग्यो, मलाई खुसी भएन। त्यति बेला केही कुराको प्रभाव भएन तपाईँलाई? जस्ट अगाडि उहाँलाई एकचोटि देख्न पाएर आफूसँगै मिठो 2 शब्द बोलिदिए तपाईँ त्यति बेलाको अवस्थामा खुसी हुनुहुन्थ्यो? एकदम खुसी। त्यस्तो त्यतिसम्म यो कुरो भनौँ न, आमालाई नै सम्झेन भनेपछि त्योभन्दा ठुलो कुरा के होला। त्यस्तोसम्म भएको थियो। त्यसपछिको दिनहरू के भए? त्यसपछि चलिगयो, राम्रोसँग चल्यो भनौँ। काठमाडौँमा उहाँले काम गर्दै जानुभयो। अनि बिस्तारै उहाँ त झुट बोलेर आउनु भएको नि त, म बाहिर जान्छु भनेर। त्यति काम गरेर मात्र भएन। अनि बिस्तारै 4 महिनापछि, ठ्याक्कै 4 महिनापछि चाहिँ मभन्दा अगाडिको मेरो दादाको बिहे हुन थाल्यो क्या गाउँमा। आफ्नै दादा? अनि आफ्नै दादाको बिहे हुँदा त मेरो फ्यामिली त मलाई खोज्छन् नि। जतिसुकै गल्ती गरेको भयो भने त आउनु त, तिमी केही गरेको छैनौ भने, तिमी कसैसँग भागेको होइन, बिहे गरेको होइन भने चाहिँ तिमी घर आऊ, हामी पैसा पठाउँछु बरु घरबाट भन्ने चाहिँ कुरा गर्नुभएको थियो कि। अनि मैले यो कुरा चाहिँ उहाँसँग राखेको थिएँ। अनि मैले उहाँसँग राखेँ, घरबाट यस्तो यस्तो भन्दै हुनुहुन्छ, के गर्ने भन्दाखेरि उहाँले भन्नुभयो, अनि भन्ने बित्तिकै कहाँ हुन्छ, दसैँमा आउँछु भन न भन्छन्। ल मेरै दाइको बिहे हुँदैछ, मैले त्यसरी दसैँमा आउँछु भने मेरो फ्यामिली के सोध्छ होला त मलाई भन्नु न। त्यो त मैले त्यो बोल्नै सकेन कि म दसैँमा आउँछु, मसँग यस्तो छैन उस्तो छैन। मैले मसँग खर्च छैन भने नि मेरो घरमा बिहे हुँदैछ त मेरो दादाले त पैसा त पठाउनुहुन्छ होइन, अरू बेला नसके नि। त्यस्तो पनि त्यति बेला नि झुट बोल्न लाउनु भयो कि मैले सक्दै सकेन। उहाँ फेरि दोस्रो दिन काममा जानुभयो। बिहेमा जानु भएन तपाईँ त्यति बेला? गएन। अनि मैले दोस्रो दिन सकिनँ नि त। अनि दिनकै फोन आउनु लाग्यो घरबाट, किन आउँदैन घर भनेर। अनि मलाई चाहिँ के जवाब दिनु, लास्टमा मैले सनै नसकेर भने दिदीलाई, र मेरो दिदी चाहिँ इन्डिया हुनुहुन्छ कि, दिदीलाई र बहिनीलाई फोनमा जोडेर म चाहिँ नआउनुको कारण यस्तो यस्तो हो, म त्यति बेलै भागेर आएको, उहाँसँगै यहाँ गाउँमा अहिले आउने सम्भावना पनि छैन भन्ने कुरा गरेको घरमा। जस घरबाट चाहिँ धनगढीमा हुनुहुन्छ भन्ने थाहा थियो तपाईँहरू त्यति बेला चाहिँ काठमाडौँ आइसक्नु भएको थियो? आइसकेको थिएँ। म काठमाडौँ छन् भन्ने कसैलाई थाहा थिएन, काठमाडौँ छन् भन्ने थाहा थिएन। म चाहिँ बरु धनगढीको जब चाहिँ सरेर दाङ आएको चाहिँ भनेको थिएँ। फेरि मैले दाङ आएको चाहिँ भनेको थिएँ। अनि मम्मीहरूले फोन गर्दा पनि जहिले मैले राम्रै छ, काम चलेको छ भन्ने गर्थेँ।
राम्रै चलाएको थिएँ। अब मम्मीहरूले अब यस्तो हुन्छ फ्यामिलीहरूले अब पैसा माग्ने भएको भए त धेरै कुराहरू सोधिन्थ्यो होला, त्यस्तो माग्ने कसैले गरेको थिएन। मैले आफै गर्ने, आफै खाइरहेको छु, आफै गरिरहेको छु भन्ने कुरा जस्तो गरेँ नि त। अनि भनेपछि उहाँले त्यति धेरै ऊ गर्नु भएन। बिस्तारै दादाहरू पनि इन्डिया जानुभएको थियो त्यो बिचमा, अनि इन्डिया गएर बिहेमा फेरि घर आउनु भएको थियो। बिहेमा घर आइज भन्दाखेरि चाहिँ मैले अनि सहनै नसकेर दिदीलाई र बहिनीलाई भनेको थिएँ, म यस्तो भएको छ, म आउन सक्दिनँ भनेर। अनि मम्मीलाई ठ्याक्कै त्यति बेला सुताइदिनु चाहिँ मेरो मम्मी त बेहोसै हुनुभएको थियो कि त्यति बेला। बाबाले चाहिँ के भन्नुभयो? मेरो बुवा बुवा त होइसिन्न संसारमा हुनु नै के भएर बित्नु भएको? खै त्यति बेला हामी सानै थिएँ है, अब त्यही समथिङ 3.5 वर्षसम्म त्यस्तै हुनुपर्छ। म चाहिँ मेरो बहिनी चाहिँ 6 महिनाको थियो, हाम्रो बुवा त उसले बित्नु भएको। अब बिराम भन्दा नि त्यो गाउँघरमा अब खै के भयो त्यति बेला बित्नु भएको। तपाईँलाई चाहिँ त्यति धेरै थाहा भयो? होइन, केही थाहा छैन हामीलाई त त्यस्तो। अहिले चाहिँ कतिको बुवाको अभाव चाहिँ कतिको खड्किन्छ? यस्तो धेरै त हामीले त्यो महसुसै गर्न पाएनौँ, खासै केही लाग्दैन मेन कुरा चाहिँ। अनि कहिलेकाहीँ कसै अरूहरूको देख्दा चाहिँ साह्रै अलिक गाह्रो चाहिँ हुन्छ। बुवाको अरूहरूको देख्दाखेरि चाहिँ हाम्रो पनि बुवा भएको भए त कति राम्रो हुन्थ्यो, फ्यामिलीहरूमा पनि राम्रो हुन्थ्यो, हाम्रो दाइहरूले त्यति सानो उमेरमा बाहिर जानु पर्दैन थियो भने जस्तो लाग्छ। त्यस्तो चाहिँ लाग्छ। तर अभाव चाहिँ गराउनु भएन मम्मीले, मेरो दादाहरूले। त्यति माया गर्ने घर परिवार छोड्नु भए? त्यस्तो सरी कसैकोलाई यति धेरै मेरो दादाहरूले पनि कहिले पनि केही चिजको कमी गर्नुभएको थिएन कि। तर मैले त्यति बेला त्यस्तो अहिले त सम्झिँदाखेरि नि कस्तो म त्यो महसुसै गर्न सक्दैन। के रहेछ त माया भनेको, प्रेम भनेको के रहेछ त्यतिसम्म अन्धो गर्नुभयो? यो त कसैलाई दुश्मनलाई पनि यस्तो नगर सम्झ्छु कि म त सम्झिँदैन है। त्यो गाह्रो हुन्छ कि एउटा चाहिँ अब कुनको केटाको लागि यति साह्रै छोरी मान्छे यति मर्नु भनेको त चाहिँ सानो कुरा होइन नि त। उस्तै हो भने त एउटा आमाको काग रित्तिन्छ, अनि मजाले रित्तिन्छ, रित्तिरहेकै छन्, रित्तिरहेको छ, कति धेरै रित्तिरहेको छ। मबाट धन्न मैले यो सहने शक्ति चाहिँ लिएर मात्रै हो, नभए त मेरो आमाकै काग रित्तिन्थ्यो। त्यसपछि के भयो? अघि भन्दै हुनुहुन्थ्यो जब तपाईँहरू काठमाडौँ आयो राम्रै चलिरहेको थियो, राम्रै चलिरहेको थियो, त्यसपछि एकदम राम्रो चलिरहनु भएको थियो। उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो होइन। अब मैले देखेँ अनुसार हामी दुईजना हुँदाखेरि एकदम माया गर्नुहुन्थ्यो। त्यो त मैले अब त्यही भोगिरहेको थिएँ, मैले त्यही महसुस गर्दै माया गर्नुहुन्छ मेरो श्रीमानले जस्तो लाग्थ्यो नि त। के थाहा त उहाँको मनमा त्यस्तो छ भन्ने। मैले घरमा भन्नु न, अहिलेको जमानामा कसले गरे छैन इन्टरकास्ट बिहे भनेको भन्दाखेरि मान्दै नमान्ने कि, कहिले जति भन्दा नि मान्दै नमान्ने, के गरे नि मान्नु भएन। अनि 4 महिनापछि चाहिँ मैले मेरो घरमा भने नि त दादाको बिहेमा। अनि मेरो मम्मीहरू त्यति बेहोस हुनुभएको थियो, दादाहरू पनि एकदम हपलेस हुनुभएको थियो कि। अब के भन्नु त भने जस्तो भयो नि त। मेरो दाइहरूले मेरो मम्मीले म प्रति धेरै आश राखेको थियो, मैले के गर्छ एक दिन भनेर। एकदम घरको पनि बाटी छोरी, एकदम चुलबुली धेरै म हो नि त। त्यस्तो हुँदाखेरि दादाहरू त्यत्तिकै होपलेस हुनुभयो, मम्मी बेहोस हुनुभयो, दिदीहरूले सम्झाउनु भयो, त्यति भयो। अनि म चाहिँ दिनभरिलाई मैले भनिहालेँ भन्ने जस्तो आजाद भए जस्तो भयो नि त। त्यति बेलै घर जाउँ जस्तो चाहिँ तपाईँलाई लागेन? लाग्थ्यो नि, त्यो त अवस्थै थिएन नि। घरकालाई पैसा मागेर जाऊँ फेरि म आउनु पाउँदैन कि भन्ने जस्तो, यता उहाँ छुट्नुहुन्छ भन्ने डर लाग्थ्यो नि त। उहाँलाई पैसा मागेर जाउँ त त्यो हाम्रो अवस्थै थिएन। त्यति बेला त्यति थोरै स्यालेरीमा काम गर्नुहुन्थ्यो क्या। काठमाडौँ जस्तो ठाउँमा कति महँगाइ थियो, तर पनि चलाइरहेको थियौँ हामी दुईजनाले। अनि उहाँ कामबाट आउनुभयो, मैले भनेँ उहाँले कि मैले चाहिँ घरमा भन्थेँ, मैले सहन सकिनँ यस्तो कुराहरू चाहिँ। उहाँले धेरै मलाई फोन गरिरहनु भयो। अनि मैले भन्थेँ गाउँमा सबैलाई भने होइन, घरमा मात्र भनेको छु भन्दाखेरि उहाँले मलाई यस्तो नराम्रोसँग कुट्नु भएको थियो कि त्यो म कहिल्यै बिर्सिन्न। खाना खाइरहेको थियो, भात हालेको थियौँ भात थालमा, यस्तो नराम्रो कुट्नु भएको थियो। त्यो भित्ता घरको भित्ताको चारै भित्ता ताडेर कुट्नु भएको थियो क्या मलाई। जसलाई भनेर आउनुभयो उहाँले उहाँबाटै त्यस्तो हरकत बेहोर्नु पर्यो? त्यस्तो हरकत बेहोरेँ क्या मैले। त्यति चारै भित्ता मलाई ताडेर कुट्नु भएको थियो। अनि लाग्यो मलाई, ल हुन्छ नि त, मैले भने पनि मलाई केही लागेन, म घर जान्छु, तपाईँलाई यति गाह्रो भएको छ भने म भनिहालेँ, भने पनि मलाई केही छैन, म घर जान्छु, ल्याउनु मलाई खर्च पठाइदिनु भन्दाखेरि
उसले पनि त भन्ने बित्तिकै सम्भव थिएन नि त त्यो कुराहरू पनि। म मागेर मम्मीलाई मागेर जान्छु पनि भन्थेँ, सकेन। त्यो मलाई कुटेको देखेर तल्लो कोठामा बस्ने दिदीहरू, त्यो एउटा आमा हुनुहुन्थ्यो, म पैसा हालिदिन्छु जाऊ भन्नुहुन्थेँ। अझ पनि नसकेँ के छोड्न मैले। त्यतिसम्म एकोरो हुनुभयो है? यतिसम्म कुरो भयो, अझ पनि मैले छोड्न नसकेर उहाँलाई ल ठिकै छ, यस्तो त सानोतिनो कुरा त झेल्नुपर्छ नि त, अर्काको छोरासँग आइसकेपछि झेल्नु परिहाल्छ नि जस्तो लाग्यो। फेरि झेलेँ उहाँले। दोस्रो दिन अझ फेरि कामबाट आउनुभयो बेलुका, अब ठिकै भनेर धेरै दिन धेरै भइसकेको छ झुट बोल्नु भन्छ उहाँलाई चाहिँ। फेरि उहाँले मलाई नै सम्झाउनु भयो के, ठिकै भयो त ल बाहिर चाहिँ नभन्नुहोस् यस्तो कुराहरू, घरमा चाहिँ भने ठिकै भयो, धेरै झुट बोलेको थियो भन्ने चाहिँ कुरा गर्नुभयो। अझ फेरि मलाई खुसी लाग्यो होला कि त्यही त हो नि, छोरी मान्छेहरूलाई थोरै कुराहरू मिठो बोलिदियो भने त्यो पग्लिहाल्छ कि। अनि दोस्रो दिन चाहिँ दिदीसँग कुरा गर्दाखेरि चाहिँ उहाँले दिदीसँग कुरा गर्नुभयो, यस्तो यस्तो हो दिदी, के गर्नु, गाउँमा अप्ठ्यारो हुन्छ, कास्टले गर्दा यताउता भन्नुहुन्थ्यो कि। अनि यही जमानामा तपाईँ त्यत्रो पढेर पनि कास्ट हेर्नुहुन्छ भाइ भन्नुभएको थियो दिदीले। अनि दुई चार दिन हेरौँ न कस्तो हुन्छ भन्नुभएको थियो। अझै पनि उहाँको गाउँमा थाहा थिएन। मेरो फ्यामिली त्यतिसम्म थियो कि उहाँलाई गाह्रो हुन्छ भनेर उहाँको फ्यामिलीलाई मेरो मम्मीले भन्नुभएको थिएन कि। मेरो मामा घर हो उहाँको गाउँमा, भनौँ भने त मजाले भन्न सकिन्थ्यो नि, तर भनेको थिएनौँ कि हामीले। त्यस्तो गरेको थियो, बिस्तारै चल्यो राम्रैसँग। उहाँको घरमा चाहिँ फेरि झुटै झुट चलेको थियो। मैले चाहिँ अब त्यो 4 महिना त्यति बेलासम्म पनि उहाँको घरमा चाहिँ केही कुराहरू थाहा थिएन? थाहा छैन उहाँको घरमा। त्यस्तो प्राइभेट बस्देको थिएँ कि म। त्यसपछि चाहिँ के भयो तपाईँहरूको दुईजनाको बिस्तारै झगडा पनि हुन थाल्यो? त्यसपछिका दिनहरू काठमाडौँ सहरमा कसरी बित्दै गयो? त्यसपछि त कस्तो बित्यो भनौँ कि कसरी बित्यो भनौँ, बिस्तारै उहाँले चाहिँ पढ्ने निनुभयो। अब किनभने उहाँ त घरबाट पढ्ने भनेर आउनुभएको थियो नि त, पढ्नु त पऱ्यो। घरमा फोन गरेर म पढ्छु, मलाई चाहिँ खर्च हेर्नु भन्ने जस्तो कुरा गर्नुभएको रहेछ उहाँले चाहिँ। मैले चाहिँ घरमा अहिले पढ्ने बित्तिकै किन भन्नु पऱ्यो, हामी दुईजनै काम गरौँ बिस्तारै, अनि तपाईँ पढ्नु अनि पढेपछि राम्रो भयो भने तपाईँ गएपछि पछि लगिहाल्नुहुन्छ नि मलाई भन्ने जस्तो कुरा गरिरहेको थिएँ मैले। अनि प्लस उहाँले पनि के भन्नुभयो भने चाहिँ हामीले खासमा कोरियन ल्याङ्ग्वेज पढ्ने भनेको थियो उहाँले कोरियन, त्यति बेला के हल्ला थियो भने फ्यामिली लान मिल्दैन भन्ने हल्ला थियो कि। अनि उहाँले भन्नुभयो तब तिमी पढ, अनि तिमी पढ्यो भने पछि म चाहिँ केही न केही गरिहाल्छु भन्नुभएको थियो। अनि बिस्तारै म पढ्छु नि त, ल हुन्छ भनेछ गरेँ भनेर। त्यो सकिएन कि त्यो पनि पढ्न, अनि अप्ठ्यारो भन्दा टेन्सन त्यति धेरै हुन्छ, घरको सोचिन्छ। त्यसमा काठमाडौँ जस्तो ठाउँमा केही कुराहरूमा पनि कति धेरै अभाव हुन्छ, क्लास लिन सकिँदैन, फ्यामिलीले हेरिदिएको छैन भन्दा गाह्रो भयो, म सक्दैन तपाईँ पढ्नु भने चाहिँ। पछि बिस्तारै म चाहिँ जापानिज ल्याङ्ग्वेज पढ्छु भनेर उहाँले ल ठिक छ नि त भनेर पढ्न बुझ्न जानुभयो, जापानिज ल्याङ्ग्वेज पढ्नु पनि लाग्नुभयो कि। 4-5 महिनापछि जापानिज ल्याङ्ग्वेज पढ्नुभयो। ठ्याक्क पढ्न लाग्नुपर्छ। बिस्तारै के भयो भने चाहिँ अब पढ्न त पढ्दै हुनुहुन्छ तपाईँ, अब भोलिको दिन त मैले चाहिँ के गर्ने, न त तपाईँको घरमा थाहा न त मेरो घरमा थाहा भयो नि, त्यो सम्भव छैन स्वीकार छ भन्ने। मेरो घरमा थाहा भयो नि नभए नि मेरो घरमा त केही भएन नि होइन, किनभने म भोलिको दिन केही भएर मेरो घरमा जाउँ, मेरो घरमा बसौँ भन्ने त छैन। म तपाईँको घरमा त जानुपर्छ होला, बस्नुपर्छ होला, या तपाईँको घरमा म नगए पनि उहाँहरूलाई थाहा भयो भने चाहिँ अलिकति केही कुराहरूमा सहज पनि हुन्छ नि त भन्ने जस्तो कुरा गरेको थिएँ मैले। मान्नु भएन कि, किन भन्नु पऱ्यो, सबै मान्छे पढेको मान्छे सबै पास भएको छ र अनि विदेश गएकै छ भन्ने पनि छैन नि त, म पास हुन्छु कि हुँदैन भन्ने चाहिँ कुरा गर्नुभयो क्या। त्यस्तो गर्दा बिस्तारै पढ्नुभयो उहाँले, पढ्नुभयो अनि पढेर आउनुभएको थियो। अनि उहाँलाई पढ्नलाई र त्यो काम गर्ने समय र पढ्ने समय खासै नमिलेको कारणले चाहिँ अप्ठ्यारो भयो। अनि भने तपाईँ छोड्नु, म काम गर्छु भने उहाँलाई मैले काम गर्न लगाएँ। म चाहिँ फेरि काम गर्नलाई मजाले पढिरहनु भएको थियो ठ्याक्क। अनि सबै इक्जामहरू पनि पास हुँदै जानुभयो, सबै इन्टरभ्यूहरू पनि पास हुँदै जानुभयो। अनि मैले त अब क्वेसन गर्नु परिहाल्यो, म त के गर्ने त, पास हुँदै हुनुहुन्छ तपाईँ, जाने बेला आइसकेको छ। आफ्नो स्टुडेन्टमा भनेको त त्यही 5 कि 6 महिना त लाग्ने हो नि, धेरै त होइन। अनि मैले चाहिँ के गर्ने भनेर कति धेरै सोध्थेँ। रोक न रोक तँलाई कति हतार भएको भन्नुहुन्थ्यो। त्यस्तै भन्दै टालटुल टार्दै जानुभयो उहाँले चाहिँ। लास्टमा जाने दिन आउँदाखेरि पनि भन्नु न त ल घरमा भन्दाखेरि मेरो यत्रो 10-15 लाख हाल्नुपर्छ यसमा। अनि घरमा भन्यो भने त एक्कासी मलाई दिँदैनन् भन्ने चाहिँ कुरा गर्नुभयो कि। फेरि म पनि लोभिहालेँ, ठिकै छ नि त तपाईँलाई फेरि मैले पठाउन सक्ने होइन, मसँग नि त्यत्रो छैन,
तपाईँ पढ्नु त्यसो भए भन्नु जानु भन्ने चाहिँ कुरा गर्थेँ मैले। भोलिको दिन चाहिँ मैले यत्रो दुःख गरेर पठाइरहेको छु, मलाई चाहिँ नराम्रो नहोस्। अब किनभने पैसा मात्र ठुलो कुरा होइन नि त। मैले पनि त उहाँ पढ्दाखेरि दुःख गरेको छु नि त होइन। कुनै दिन भोकै बसेँ होला, अनि भुइँमै सुतेँ होला होइन। कतिपय मान्छेहरूको छोरी मान्छे कति धेरै इच्छा आकाङ्क्षा हुन्छ, हामीले त्यो सबै मार्यो होला नि त उहाँ त्यति पढ्दाखेरि। ठिकै छ जानु, भोलिको दिन चाहिँ नराम्रो नहोस् भन्ने चाहिँ कुरा गरेको थिएँ। अनि बिस्तारै उहाँको इन्टरभ्यूहरू पास हुनुभयो, यताउता भइसकेपछि जाने दिन त आयो कि। पक्का भयो जाने दिन आयो। अनि कि म चाहिँ बिरामी थिएँ कि त्यति बेला, फेरि लास्ट बिरामी भएको थिएँ। के भएको थियो त्यति? के भयो त भन्दा नि मलाई मेरो खुट्टाहरू पनि अलि म रुखबाट छडेको भएर अलिक गाह्रो पनि छ। अनि पेट पनि साह्रै दुखेको भएर चाहिँ मलाई हस्पिटलमा भर्नै गर्नुपर्ने भएको थियो क्या। त्यस्तो भर्नै गर्नुपर्ने भएको थियो। अनि मलाई चाहिँ हस्पिटलमा भर्ना गर्नुभन्दा नि उहाँले बिहान चाहिँ चेकअप गरेर आउनुभयो। अनि दिउँसो चाहिँ भन्नुभयो अब जाने दिन त आइसक्यो, म फ्यामिलीलाई भेट्न चाहन्छु भन्नुभयो। फ्यामिलीलाई भेट्न त भेट्नु, भन्नु न एकचोटि घरमा। उहाँ घरका मान्छेले हाम्रो सम्बन्धलाई स्वीकार्दैन भने पनि म ओके छु, म त्यसमा केही आपत्ति गर्दैन। किनभने घरको मान्छे जस्तो ठुलो कुरा केही होइन हाम्रो लागि। तपाईँले त्यही कुरा छोडेर आउनु भइसकेको थियो नि त। मैले आइसकेको थिएँ नि त, मैले त भोगेको छु नि त फ्यामिली बिनाको। उहाँले त मैले त जहिले फ्यामिलीसँग कुरा गर्दा मैले कति धेरै पीडा सहनु पर्थ्यो। उहाँले त अब फ्रेन्डली बोल्नुहुन्छ नि त जहिले पनि फ्यामिलीसँग। अनि भन्नु न एकचोटि के भन्नुहुन्छ। उहाँले हामीले छुटाउँछन् भने पनि म स्वीकार्छु भनेको थिएँ कि मैले, यतिसम्म पनि भनेको थिएँ। घरका मान्छेले थाहा पाएर, किनभने घरको मान्छेहरू त एकदम गार्जेन हो नि त। उहाँलाई थाहा नभएको कुरा भोलिको दिन के घटना गरिदियो भने त कसलाई सपार्ने, कसैलाई होइन नि त। फ्यामिलीलाई भन्नु, बुवा त्यति धेरै बुझ्ने बुवा हुनुहुन्छ, मम्मी होइसिन्छ, दिदीहरू त्यति धेरै पढेका छन् भनेर भनेको थियो। उहाँले त्यो पनि मान्नु भएन कि म घर जाने बेला सबैलाई खुसी बनाएर म बिदाई हुनुपर्ने बेला किन भन्नु भन्ने चाहिँ कुरा गर्नुभयो। फेरि मलाई त्यसमा पनि हजुर लाग्यो ठिकै छ नि त नभन्नु भन्ने जस्तो लाग्यो। अनि घर जानुभयो क्या। घर जानुभयो, ठ्याक्कै उहाँको घर जानुभएको दोस्रो दिन मलाई हस्पिटल भर्ना गर्नु परेको थियो कि। तपाईँ त्यति बेला एक्लै हुनुहुन्थ्यो? एक्लै। कसरी पुग्नु त हस्पिटल? त्यति बेला त हामी झन् गाउँबाट भागेर आउँदाखेरि हाम्रो पश्चिमको मान्छेले कसैले नभेटोस् भनेर हामी एकदम टाढा गएको थियो। त्यो गोठाडा एरियामा गएको थियो कि। अनि त्यहाँ त कोही छैन नि त पश्चिमेली, भए पनि आफन्तहरू कोही छैनन्। त्यति टाढा गएको त्यो पश्चिमको मान्छेले चाहिँ हामीलाई नदेखोस् नचिनोस् भनेर। त्यहाँमा त अब मेरो आफन्त छन् र मलाई बिरामी पर्दा हेर्छन् भन्ने कुरै भएन नि। अनि म दोस्रो दिन भर्ना गर्नुपर्ने भएको थियो। मलाई साह्रै गाह्रोबाट म रुइरहेको थिएँ। अनि घरबेटी लिएर अनि पल्लो कोठा हाम्रो दिदीले, एकजना दिदीले मलाई हस्पिटल लगिदिनु भएको थियो। एकजना भाउजू बनाएको थिएँ मैले, उहाँले मलाई हस्पिटल लगिदिनु भएको थियो। बिचरा उहाँहरूको सबैको भोलिपल्ट चाहिँ ड्युटी थियो कि। अनि हस्पिटलमै मलाई भर्ना गर्नुपर्छ, उहाँको मान्छे को छ भनेर भन्नुभएको थियो। तर उहाँहरू कसैले मान्नु भएको थिएन कि भर्ना गर्नलाई। हामी त त बस्न पाउँदैनौँ, भोलि हामीले बिहानै हस्पिटल आफ्नो ड्युटी जानुपर्छ भन्ने चाहिँ कुरा गर्नुभएको थियो कि। अनि ड्युटी गर्नुपर्छ भने चाहिँ त्यति बेला फोन गरेको थियौँ। ठिकै छ नि त किन गर्नु त भने, अलिअलि सन्चो हुने औषधिहरू लग्छु, म घरमै बस्छु भन्ने चाहिँ भनेर राति नै 2 बजे फेरि घर ल्याइदिनु भएको थियो। घर ल्याएपछि मलाई सन्चो त भएको थिएन, साह्रै गाह्रो भएको थियो। दोस्रो दिन त सबैले हिँडिदिन्छ भन्ने कुरा पनि भयो नि त। अनि मैले 2-3 दिन बितिसकेपछि मैले भनेको थिएँ फ्यामिलीलाई भेट्नु हो, तपाईँले भेटिहाल्नुभयो, मलाई त यस्तो गाह्रो भइरहेछ आउनु न भन्दाखेरि नमान्नु भएको क्या उहाँले। फेरि त्यही दिन त्यस्तो भन्नु भएको। जानलाई उड्नलाई 15 दिन बाँकी थियो। 4-5 दिनपछि उहाँले भेटिसकेपछि मैले भनेको थिएँ आउनु न, मलाई साह्रै गाह्रो भइछ, कोही पनि छैनन्, फेरि जाने समय पनि आएको छ, जाने बेला झन् गाह्रो हुनसक्छ, आउनु भन्दाखेरि उहाँले मान्नु भएन कि। मान्नु भएन पनि किन कसरी भन्नु, उहाँले अब हत्तपत्त फ्यामिलीलाई थाहा छैन यस्तो कुराहरू भन्ने कुरा पनि भएन। थाहा पाए पनि झन् त्यसरी आउनै दिँदैन थिएँ। मैले कसरी भनेर आउनु भन्दा त हाम्रै बिचमा के भएको छ कस्तो भएको छ हामी दुइटालाई थाहा छ, तिमीले बुझेर पो आउनुपर्छ त। फ्यामिलीले त भने कहाँ बुझ्ने हो त, तिमी एक्लै छौ, छोरा एक्लै छ, 1-2 दिन त आफूसँग बसोस् भन्ने जसलाई पनि लाग्छ नि। त्यस्तो भनेको थिएँ तर मान्नु भएन कि। म कति दिनपछि ठ्याक्कै 10 दिनपछि नै आउनुभयो कि। 10 दिनपछि आउनुभयो। त्यति बेला त 5 दिनमा त उहाँको फ्लाइटै थियो। अनि फ्लाइट भएपछि आउनुभयो। आएपछि चाहिँ उहाँको घरका थाहा पाउनु भयो नि। थाहा पाउनु भयो? उहाँहरूको घरको पनि सँगै आउनुभएको थियो? नै आउनु भएको थिएन, तर कसरी थाहा पाउनुभयो कि। अब कसरी थाहा पाउनुभयो भन्दा नि अब कहिलेकाहीँ मैले टिकटक भिडियोहरू राखिरहँदाखेरि अब त्यो भिट्टामा
त्यो झुन्ड्याएको सामानहरूले पनि चिन्दो हुनुहुँदो रहेछ क्या घरकाले, उहाँको घरकाले नोटिस गरिरहनु भएको रहेछ दाइले र दिदीहरूले, तर हामीलाई थाहा भएन त्यति धेरै। अनि आएको दिन दोस्रो दिन थाहा पाउनुभयो। दोस्रो दिन थाहा भएपछि ल उहाँ भाइ त उसरी बसेको रहेछ भन्ने जस्तो उहाँको दिदीले भन्नुभएको रहेछ। दिदीले भनेपछि ल बुझ्नको लागि भए पनि भनेर बुवालाई पठाइदिनु भएछ क्या, पठाउनु भएछ। मैले अब ल बुवा आउँदै हुनुहुन्छ, जे भयो नि फेस्टिभल भइहाल्छ नि, सब बुझ्ने मान्छे हुनुहुन्छ, बुझिहाल्नुहुन्छ भन्ने आधारले मैले चुप लाएर बसेको थिएँ। उहाँले त त्यही कुराहरू स्वीकार गर्नु भएन कि। उहाँले भन्नुभयो म अब साथीसँग बसेको छु भनेको छु मैले, म साथीको रुम जान्छु भनेर। उहाँ जानु 2 दिन बाँकी थियो, सबै सामान लगेर आफ्नो साथीहरूसँग जानुभएको थियो कि। फ्लाइटको बेला नि मैले खासै भेट्नु पाएको थिएन राम्रोसँग। अनि सबै सामान लगेर साथीहरूसँग जानुभयो। अनि बुवा आइसक्नु भएको थियो, एयरपोर्टमा जानुभयो बुवालाई लिन। अनि साथीसँग बस्नु भएको थियो भनेर साथीकै रुम लानु भएको थियो। अनि तपाईँसँग भेट गराउनु भएन? गराउनु भएन। मलाई लाग्यो म त्यति बेला भेट्छु, म जे जस्तो भए पनि जस्तो लागेको थियो कि। कति महिना भएको थियो त्यति बेलासम्म तपाईँको? 15 महिना 15 महिनासम्म सँगै बस्दा पनि अब त उहाँले परिचित गराउनुपर्छ आफ्नो परिवारसँग भन्ने सोच त, यदि तपाईँलाई साँच्चीकै उहाँले चाहिँ चोखो माया गर्नुहुन्थ्यो भने त त्यो कुरा उहाँले स्वीकार्नुहुन्थ्यो नि। तर त्यो स्वीकार्नु भएन। तपाईँलाई त्यति बेलासम्म केही आफूलाई चाहिँ आभास भएको थियो कि म एक्लैले चाहिँ उहाँलाई माया गर्दो रहेछु, तर उहाँले चाहिँ मलाई म प्रतिको जुन माया छ उहाँको मनमा चाहिँ रहेछन भनेर चाहिँ तपाईँमा अनुभूति भएको थियो कि थिएन त्यति बेला? त्यस्तो हुँदै भएन के। कति उहाँको आफन्त, उहाँको साथीले पनि भन्दा, मेरो दिदी तिनीहरूले भन्दा यस्तो अहिलेसम्म फ्यामिलीमा नचिनाउनु भनेको किन हो यस्तो भन्दा नि मलाई त्यस्तो लाग्दैन थियो कि। किनभने तपाईँ त यतिसम्मको एकुरो हुनुभयो कि थियो त्यो त्यहाँ गहिराइमा डुबेपछि त्यो माथि निस्किनै नसक्ने अवस्थासम्म पुगिसक्नु भएको थियो एकदम। अनि त्यो त मैले उहाँले फेरि मलाई त्यस्तो महसुस हुने बाटै राख्नु भएको थिएन कि। खाना लाउनमा, हिँड्नुमा, डुल्नुमा, माया गर्नुमा के कमी गर्नु भएको थिएन। कहिलेकाहीँ झगडा त भन्ने गर्नुको त सामान्य नै भयो, कुनै कुरा न्युली हुन्छ भन्ने। हुन त धेरै झगडा हुन्थ्यो होइन, तर पनि म के ठान्थेँ भने अब त्यो समाजमा घटिरहेको घटना हो, त्यो नर्मल्ली भन्न ठान्ने कि म। तर उहाँको मनमा चाहिँ त्यस्तो रहेनछ। उहाँको जहिले पनि यहाँ हुन्छ नेपाल हुन्जेलसम्म चाहिँ ठिक छ, अनि बाहिर गइसकेपछि आफै साइड लागिहाल्छ लाग्नुपर्छ, टुङ्ग्याउनुपर्छ यो सम्बन्धलाई भन्ने जस्तो कुरा सोच्नु भएको रहेछ कि। यो चाहिँ अहिले म बुझ्दै आएको कुरा, अहिले बुझेको हो यो चाहिँ। पहिला चाहिँ लाग्दैन थियो मलाई त्यस्तो। उहाँ चाहिँ बाहिर जानुभयो, अनि मलाई त यस्तो गाह्रो भएको त्यो दिन। मैले त्यो बाहिर जाने दिनसम्म चाहिँ तपाईँ एयरपोर्टसम्म पुर्याउन जान पाउने अवसर पाउनु भयो कि भएन? अवसर चाहिँ मैले आफै जबरजस्तीको अवसर हो त्यो। उहाँ चाहिँ जानुभयो, साथीहरूसँग बस्नुभयो। अनि मैले के सोचेँ, बुवालाई त्यहाँ राखेर एकचोटि म र उहाँ खाना खान आउनु भने मैले खाना खानै पाएको थिएन कि। म बिरामीले त उठ्नै पाएको थिएन, मैले खाना मेरो हातको त कसरी खानु कि उहाँले। अनि मैले राति खाना बनाउँछु, त्यो राति चाहिँ आउनु तपाईँ। अनि बुवा चाहिँ त्यहाँ मान्छेले म आँखानिर त कति धेरै झुट बोल्छन् भन्ने त, त्यो त काठमाडौँ हो, साथीलाई भेट्नु गएको छु ऊ भनेर पनि आउनु नि त भने नि त मैले। भनेर मैले खाना पकाएको थिएँ कि म लछालिँदै खाना बनाएको थिएँ। यति धेरै बिरामी थिएँ म त्यति बेलामा, आफूलाई मैले कन्ट्रोल गर्नै सकेको थिएन कि त्यस्तो साह्रो बिरामी थिएँ म। अनि आउनु भनेर मैले खाना बनाएको थिएँ। रातिको 2 बजीसम्म कल गर्थेँ। मलाई फेरि आशै थियो कि, आशै थियो उहाँ आउनुहुन्छ भन्ने। तर उहाँले चाहिँ झुट बोल्थ्यो। त्यो दिन चाहिँ मलाई चाहिँ झुट बोल्नुभएको थियो बुवाहरूसँग बसेको छु भनेर। तर उहाँहरू चाहिँ क्लबमा जानुभएको रहेछ खासमा, साथीहरू सबै बोलाएर। अनि म चाहिँ 2 बजीसम्म राति फोन गरेर बुढा आउनु न खाना खानु भन्ने बोलाइरहेको थिएँ कि। तर उहाँ क्लब जानुभएको रहेछ। उहाँ क्लब जानुभएको रहेछ। उहाँले यत्रो 15 र 2 वर्षको बिचमा सर कसले के खाइ के गर्दैछौ काठमाडौँमा, कसरी चलाइरहेछौ भनेर कसैले नसोध्ने, सोधेको थिएन। जे पनि भोगेको थिएँ मैले, भोगेको थिएँ नि त उसको लाइफको र हामी दुई बिच के भइरहेको छ भने मैले र उसले बुझेको थियो नि त। तर त्यो दिन जाने बेला उसको खुसी हो, ठिकै छ गरौँ साथीभाइहरूसँग। तर जाने बेला चाहिँ त्यति धेरै खर्च गरेर दुनियाँ सबै साथीहरूलाई बोलायो। अनि समथिङ 10-15जना त थिए साथीहरूलाई बोलाएको थियो। त्यो उहाँ चाहिँ क्लबमा जानुभएछ। अनि उहाँसँग झुट बोल्दै जानुभयो। त्यो क्लबमा गएको भन्ने कुरा हो नि मैले उहाँ गइसकेपछि थाहा पाएको, जब फोटोहरू विदेश गइसक्नु भयो त्यसपछि फोटोहरू आयो। त्यही पनि उहाँको आइडी मैले चलाइरहँदाखेरि एकजना उसको साथी केटी हो, अब मैले नराम्रो सोच्नु हुँदैन, साथी केटीले एक दिन मात्र क्लबमा भेटेर अनि दोस्रो दिन जापान पुगिसकेपछि त मान्छे वास्तै छैन है भन्ने मेसेज देखाएको थिएँ क्या मैले सिन गरेको थिएँ त्यो मेसेज। अनि म त्यो दिन चाहिँ अनि म ठुलो आशाबाट टुटेको थिएँ क्या। चलाइरहेको थिएँ मैले आइडी उहाँको।
उहाँ एकजना उसको साथीले चाहिँ भने चाहिँ 1 दिन मात्रै क्लबमा देखिनु भएको थियो अनि त जापान गए चाहिँ ठुलो हुनुभएछ क्या हो तपाईँ त बोल्नु नि हुन्न भनेर म्यासेज गर्नुभएको थियो कि त्यस्तोमा चाहिँ अनि मैले त त्यही भएर रहेछ उहाँ चाहिँ उहाँ खाना खान नआउनु भएको भने ठाने त्यो राति म त्यसै रुँदै सुतेँ दोस्रो दिन त फ्लाइट थियो अनि दोस्रो दिन आउनुभयो त बिहान चाहिँ आउनुभयो मेरो हातबाट बिदाई गरिदियो भन्यो आउनुभयो अनि मभन्दा बढी रुनुभयो है फेरि त्यो किन रुनुभयो के रुनुभयो थाहा भएन अहिलेको व्यवहार देख्दा त त्यो नाटकै जस्तो हो लाग्छ त पहिला चाहिँ माया गर्नुहुन्थ्यो ल त्यति बेला रुनुभयो जस्तो लाग्यो मभन्दा बढी रुनुभयो कि बिदाई हुने बेलामा रुनुभयो म त अब रुनु त्यो पहिल्यैदेखि रुइरहेको तपाईँले त्यसपछि झन् आफूलाई चाहिँ सम्हालिन गाह्रो भयो मलाई चाहिँ यति धेरै माया गर्नुपर्ने गर्नुहुँदो रहेछ मैले चाहिँ नबुझेको रहेछु मैले जस्तो चाहिँ पनि नबुझे हो कि भने जस्तो लाग्यो म पनि फेरि त नरुने कुरै भयो बिरामी मान्छे त्यो कति रोएको थिएँ उहाँले अब ल तेरो हातबाट मैले बिदाई गरिहालेँ अनि एयरपोर्टमा चाहिँ आउनु पर्दैन यतै बस ल भन्यो म चाहिँ फेरि मान्नुभयो मलाई उहाँलाई मैले बिदाई गरेर उहाँ चाहिँ बाहिर निस्किहाल्नु भएछ पठाउ सँगै लिएर आउनु भएको रहेछ उहाँ चाहिँ निस्किहाल्नु पो मैले सकिनँ कि त्यति धेरै रोको त्यो 4-5 घरका मान्छे खनेको थिएँ कि के भयो भनेर अनि गइहाल्नु भयो मेरो मनले नमानेर मैले पठाउ भन्ने के हो भने थाहा थिएन त्यति बेलासम्ममा मलाई त्यो आवश्यक नै परेको थिएन नि त त्यति बेला सँगै हुन्जेलसम्म अनि पल्लो कोठा दिदीलाई जबरजस्ती मैले पठाउ गर्न लगाएर म एयरपोर्ट गएँ उहाँलाई थाहा थिएन त्यति बेलासम्म तपाईँ जाँदै हुनुहुन्छ एयरपोर्टमा त अनि म चाहिँ एयरपोर्टमा उहाँभन्दा अगाडि पुगेर बसेथेँ उहाँको त लर्कै 10-15 जना धेरै हो नि त नि लड्के आउनुभयो मैले त्यो मुख छोपेर कि बुवाले मलाई देख्छन् होला भनेर बुवाले मलाई नदेखोस् भन्ने मुख छोपेर गएको कि मैले एयरपोर्टमा त्यस्तो आफ्नो श्रीमानलाई पुर्याउन जाँदै हुनुहुन्छ तर पनि मुख छोपेर जानुपर्ने त्यस्तो त्यो गर्मीको महिना चैतको महिना थियो कि यस्तो गर्मी थियो बिरामी थिएँ त्यही माथि त्यो एयरपोर्टको गर्मी म मुख छोपेर टाढाबाट हेरिरहेको थिएँ फोन गरिरहेको थिएँ म्यासेज गरिरहेको थिएँ अलि नजिक आउनु न एकछिन त्यो दिन त म स्वर्गबाटै झरेँ जस्तो भएको थियो कि भिडबाटै खसेँ जस्तो भएको थियो कि मुख छोपेर म यति टाढाबाट हेरिरहेको थिएँ सबै मान्छेहरूले बिदाई गरिरहेको थिएँ उहाँले मलाई छुन पाएको भए म कतिजनाको मान्छेहरू आफन्तहरू छुइरहेको थिएँ बिदाई गरिरहेको थिएँ तर मलाई चाहिँ छुन पाएको थिएन कि उहाँ परबाट बुवा हुनुहुन्थ्यो फेरि डर पनि लागेको थियो नि त बुवा हुनुहुन्छ भनेर एक्कासी उड्ने बेला नराम्रो हुनुभन्दा बरु म मुखै छोपेर हेर्छु भने मुखै छोपेर हेरेँ मैले मुखै छोपेर हेरेँ 1 घन्टा 1.5 घन्टा छ फ्लाइट चाहिँ 2-2:30 बजीको फ्लाइट हो म बिहान 9 बजीदेखि मुख छोपेर हेरेँ त्यहाँ उहाँहरूको बोर्डिङ पास के गर्नुपर्छ भनेर एयरपोर्टमा छिटै जानुभएको थियो त्यत्रो घन्टासम्म म मुख छोपेर बसेको अनि आउनु न भने त्यत्रो एयरपोर्टमा सर आफै भन्नु न कति धेरै मान्छे हुन्छन् कसलाई भेट्यो थाहा हुँदैन तर उहाँले चाहिँ मन थियो भने त आउनुहुन्थ्यो तपाईसँग एकचोटि भेट त अवश्य पनि गर्नुहुन्थ्यो सक्नुहुन्थ्यो तर उहाँलाई मैले बोलाइरहेको थिएँ आउनु न छेउमा आउनु न भन्दाखेरि मान्नै भएन कि केही गरी मान्नु भएन उहाँलाई पनि डर रहेछ कि धेरै डर फेरि डराउने पनि फ्यामिलीदेखि लास्टै डराउनु हुँदो रहेछ अब डर पनि होला तर डरै भए पनि डरै हुने त्यत्रो समय त तपाईँहरू सँगै बस्दा त 2-4 दिन भेटेको मान्छेसँग त माया पलाउँछ भने तपाईँ उहाँ बिदाई हुँदै हुनुहुन्छ त्यत्रो महिना बसेर छुट्टी भए त तपाईँसँग एकचोटि भेट्न त उहाँ चाहनुहुन्थ्यो होला नि त यति साँच्चीकै तपाईँलाई माया गर्नुहुन्थ्यो भने उहाँले चाहनु भएन त्यो कुरा त्यहाँ पुगिसकेपछि उहाँ नै फर्कै मान्छे हुनुभयो चाहनै भएन कि त्यत्रो 15 महिनासम्मको सँगै बसेको भने चाहिँ अब हाम्रो लभ पर्दा भन्दा चाहिँ धेरै वर्ष भयो नि त समथिङ 3 वर्षसम्म लागिरहेको 3 वर्ष लाग्यो भने त्यसै भनौँ होइन 2 वर्ष भन्छ 2 वर्षसम्म बोलेको मान्छे सँगै बसेको मान्छे लास्टमा त्यो 1 दिनमै सेकेन्डमै चेन्ज हुनु भनेको त सानो कुरा हो त त्यति बेलासम्म पनि तपाईँलाई पछुतो लागेन कि उहाँकै सपोर्टमा उहाँलाई बाध्यता छ बाध्यताले गर्दा मलाई भेट्नु भएन उहाँले मलाई माया गर्नुहुन्छ भन्नेसम्म त्यति बेलासम्म पनि तपाईँलाई लागिरहेको बाध्यताले हो उहाँ मसँग यति टाढा आउनुभएको भन्ने जस्तो लाग्यो कि आफन्तहरूसँग गाउँहरू फ्यामिलीहरू सबै फ्यामिली भन्दा नि उसको साथीहरू धेरै छ साथीहरूसँग त त्यस्तो साथीहरू उहाँहरूले पनि त्यो चलिरहेको हो नि त त्यो त केही फरकै पर्दैन थियो नि बुवाले गर्दा चाहिँ अलि मैले ल ठिकै छ नि त बुवा हुनुहुन्छ भनेर म चुप लाएर बसेँ तर
एकचोटि बुवा यताउता रहन्छन् होला, उहाँ साथीहरूलाई फकाउनु लाउनु उतातिर लग्न लानु, तपाईँ यता आउनु न भने कतिचोटि त्यो म्यासेज चाहिँ त्यो कति धेरै त्यो दिन त मैले 400 रुपियाँ ब्यालेन्स सकेँ होला। है मेसेजको लागि अँ चिन्नु भएन तपाईँको मेसेज? त्यो मेरो म्यासेज चाहिँ अनि कस्तो हुन्थ्यो भने त्यति बेला त मलाई म्यासेज ब्याक लिन नि आउँदैन थियो, भोइस ब्याक लिन नि आउँदैन थियो, त्यो आवश्यक नै परेन नि त्यस्तो भोइस ब्याक लिन यो लिन उन पहिल्यैदेखि अनलाइनबाटै कुरा गरेको यताउता। अनि काठमाडौँ आएपछि त झन् त्यो उही भएन क्या। अनि म्यासेजमा मैले ब्यालेन्स हाल्ने, त्यो मोबाइल ब्याङ्किङबाट ब्यालेन्स ट्रान्सफर गर्ने, बटाबट म्यासेजै गर्ने त्यत्तिकै, अझ फेरि ब्यालेन्स सक्यो फेरि ब्यालेन्स गर्ने, त्यस्तो गरिरहेको थिएँ क्या मैले त्यहाँ एयरपोर्टमा। उहाँले मान्नै भएन, मेरोतिर हेर्नै भएन, टाढाबाट हेरे पनि अँध्यारो मुख लगाइरहनु भएको थियो, किन आएको भन्ने चाहिँ कुरा गर्नुभएको थियो। मैले एकछिन मलाई भेट्नु न यता आउनु न भन्दै मलाई कति रहर थियो मैले मेरो हातले बिदाई गर्न कि। आफूले त्यति परिवार त्यागेर माया गरेको मान्छे हो नि त। त्यो मैले सर्वस्व त्यागेको थिएँ नि, मैले परिवार त्यागेँ, आफ्नो सपनाहरू त्यागेँ। म यसै गुन्जिएर बस्ने मान्छे त होइन नि त, तर मैले उहाँको लागि दुनियाँ त्यागेको थिएँ। सो त्यति बेला चाहिँ साह्रै गाह्रो भएको थियो। अन्तिम भेट तपाईँहरूको भएन, टाढैबाट हेर्नुभयो, चित्त बुझाउनु भयो। कसरी त्यसपछि चाहिँ उहाँ उडिसकेपछि तपाईँ घर फर्किँदा चाहिँ कसरी फर्किनु? त्यो अवस्थामा चाहिँ आफूले आफूलाई कसरी सम्हाल्नुभयो? किनकि त्यो अवस्थामा तपाईँको लागि चुनौती पनि थियो। एकजना जस्तै चाहिँ भयो नि, आफ्नो भन्ने मान्छे एकजना हुनुहुन्थ्यो, अब उहाँले पनि छोडेर गइसक्नु भयो। अब यो बिरानो सहरमा कसरी दिन कटाउँछु, रात कटाउँछु, अब म कसरी यो सहरमा बाँच्छु होला जस्तो त्यति बेलाको चुनौती चाहिँ तपाईँलाई कस्तो थियो? कसरी आफ्नो मन बुझाउनु भयो? त्यसपछि त म त पुरै डिप्रेस नै भइसकेँ भनौँ न, डिप्रेसनमै गइसकेको थिएँ म त्यही दिनदेखि नै। म त्यही दिनदेखि डिप्रेसनमा गइसकेको थिएँ। म त्यो एयरपोर्टमा चाहिँ अनि म उहाँ त भित्र पसिसक्नु भएको थियो, म त रात बिहान 9 बजीदेखि बेलुकाको 4 बजीसम्म म एयरपोर्टमा थिएँ। एयरपोर्टमा म फोन गरेको थिएँ, उहाँले फोनै उठाउनुहुन्थेन, फोन एकचोटि उठाउनुहुन्थ्यो, घर जा भन्नुहुन्थ्यो। त्यो त त्यति त भनिहाल्नुहुन्छ नि होइन, अप्ठ्यारो त लाग्यो होला, तर घर जा भन्नुहुन्थ्यो। म सुनाउनै नसक्ने कि एकछिन त्यहाँनिर फेरि भित्र गयो भने त्यसो बाहिर फर्किदिन्छन् भन्ने थाहा थिएन क्या मलाई। भित्र गयो नि अहिले होइन फ्लाइट आउनु न बाहिर भन्थेँ कि म त्यतिसम्म अन्जान भनेर बसेको थिएँ कि पागल भएर बसेको थिएँ। सबले एयरपोर्टको त्यत्रो मान्छे कति धेरै भिड हुन्छ, सबै मेरै मुखमा हेर्थ्यो कस्तो मान्छे हो भनेर मलाई हेर्थेँ। अनि नसकी फेरि त्यो इनड्राइभ गरिनँ, त्यहीँ अफलाइन पठाउहरू थिएँ, उहाँसँग फेरि गएँ म त्यहाँनिर। त्यो त्यहाँदेखि मेरो रुम जब पुगेको 100 रुपियाँ लिन्थेँ, मैले 300 रुपियाँ दिएको थिएँ त्यति बेला, मलाई पुऱ्याइदिएर। पैसाको मतलब थिएन नि त त्यति बेला, तपाईँलाई मायाको खाँचो थियो त्यति बेला। पैसाको भन्दा पनि आफ्नो मान्छेले एकचोटि मलाई भेटिदियोस्, केही भनिदियोस् भन्ने त त्यति बेला थियो नि त। त्यति मात्र थियो, मलाई केही थिएन, मलाई कसैको आशै छैन, मलाई अरू चाहियोस् नचाहियोस्, कसैलाई मलाई खाना दियोस् नदियोस्। म आजको दिन र म भोलिको दिन मैले सोचेकै थिइनँ। फर्स्ट मलाई आजको दिन चाहिँ एकदम महत्त्वपूर्ण जस्तो लाग्थ्यो क्या। त्यो रात कसरी कटाउनु भयो? त्यो रात त म त नसम्झिनु, त्यो रात एक्लै हुनुहुन्थ्यो? एक्लै थिएँ नि, एक्लै थिएँ। त्यो त अब सबैले सोच्यो उहाँ जानु अब श्रीमान गएको छ, अलि अप्ठ्यारो त भइहाल्छ भन्ने सबै आफ्नो आफ्नो ठाउँ गयो। बाहिरी रूपमा देखेका थिए तर आफ्नो पीडा उनीहरूले बुझेका थिएनन्। म रातभरि रोएको थिएँ। त्यो उहाँ उडेपछि त अब त्यो मोबाइल अन हुँदैन नि त प्लेनमा। अनि मैले यति धेरै म्यासेज गरेको थिएँ कि त्यो भोलिपल्टसम्म चाहिँ त्यो मान्छे अनलाइनमा आउँदाखेरि आफै छक्क परेको थियो, त्यति धेरै म्यासेज गरेको थिएँ मैले। भोलिपल्ट त्यो रात रोएरै कटाउनु भयो? रोएरै कटाएँ। त्यो एनी टाइम मैले म्यासेज छोडेको छ भने उहाँको त्यो आइडीमा बाहेक म कसैको आइडीमा गएन कि। बढी चाहिँ के कुराले सताउँथ्यो कि त्यति बेला तपाईँले? मैले चाहिँ कस्तो चाहिँ यत्रो वर्ष बसेर सँगै बसेको श्रीमानलाई मैले बिदाई गर्न पाएन, बस यति। मैले पछाडिको दिनहरू फेरि बिर्सिसकेको थिएँ। त्यो दिनको चाहिँ मैले यत्रो समयसँग सँगै बसेको मान्छेलाई मैले बिदाई गर्न पाएन राम्रोसँग। हुन पनि फ्यामिलीले पनि के सोच्यो होला, यदि अरू मैसँग बसेको भयो भने फ्यामिलीले त्यो एक दिन बुवालाई पठाउने बित्तिकै त्यो हुन्थ्यो भन्ने पनि थिएन नि त। आखिर उहाँ त जाने नै हुनुहुन्थ्यो। उहाँको म न फ्लाइट रोक्ने भए त म पढ्नै दिँदैन थिएँ। मैले पढ्दाखेरि मैले कत्रो दुःख गर्थेँ। पढ्दाखेरि सर उहाँ चाहिँ काममा जानुहुन्थ्यो बिचबिचमा त्यो होलसेल पसलमा काममा बोलाउनु जानुहुन्थ्यो। बिचरा पढ्न पाउनुहुन्न भनेर म पढेर घोकेर, मलाई कामै थिएन नि त्यति बेला त्यो ल्याङ्ग्वेज, घोकेर बेलुका आएर उहाँलाई म पढाउँथेँ फेरि। त्यतिसम्म
त्यति गरेको मान्छेलाई मैले पढाएर मैले मिहिनेत गरेर पठाइरहेको छु त म के उसको पछि त म जाँदैन थिएँ पक्कै पनि, त्यो सम्भवै छैन। प्लस उसलाई म रोक्ने भन्ने कुरै भएन, मैले पढाएर पठाएको मान्छेलाई। त्यो घर फ्यामिलीले चाहिँ त्यसरी पढाउनु भयो, बुवा मम्मीलाई म दोषै दिँदिनँ। बुवा मम्मीको त दोष नै छैन त, उहाँहरूलाई त निर्दोष हुनुहुन्छ, उहाँहरूलाई त थाहा थिएन यो कुरा। थाहा थिएन। तर तपाईँसँग जुन जिन्दगी कटाउँछु भनेर ल्याउनु भएको थियो, उहाँलाई त यो कुराको बोध हुनुपर्ने हो नि त। त्यो भएन। अब आफ्नो बुवा आमालाई रोज्नुभयो त्यो पनि ठिकै हो कि, तर कसैको छोरा छोरीलाई यसरी अलपत्रै पार्नु पनि त उहाँको पनि गल्ती हो। त्यसपछि जब जापान जानुभयो त्यसपछि तपाईँसँग सम्पर्क भयो कि भएन? भयो 4 महिनासम्म त राम्रै 4 महिनासँग राम्रै भयो। के भन्नुहुन्थ्यो सम्पर्क गर्दाखेरि चाहिँ? राम्रै कुरा गर्नुहुन्थ्यो। मैले त झन् बिचमा त्यो सहन नसकेर यता बसेर म झन् पागल हुन्छु होला, मर्छु होला, म त्यति बेलासम्म दुबई जान्छु नि त, म बाहिर जान्छु भन्ने भन्थ्यो कि। तर उहाँले म किन आएको र यहाँ, हाम्रो लागि आएको होइन र भन्ने यस्तो कुरा गर्नु त भन्नु नि, यस्तो शब्द भन्ने त्यतिसम्म मान्छे। व्यवहार देखाएर गइसकेपछि तपाईँले चाहिँ अझै पनि मेरो श्रीमानले मलाई माया गर्नुहुन्छ भन्ने आश चाहिँ अलिकति पनि मरेको थिएन। थिएन। त्यही अब अलि अप्ठ्यारो भएको त्यही फ्लाइटको दिन हो। त्यसपछि चाहिँ फेरि आश, फेरि पछिको दिनको आश लागेको थियो कि म चाहिँ भविष्य सोच्थेँ, तर उहाँले भविष्य कहिले सोच्नु भएन रहेछ। देखेकै कुरा उहाँले कहिले भविष्य सोच्नै भएन। 4 महिनासँग चाहिँ राम्रै कुरा भयो। त्यसपछि कसरी टाढा हुनुभयो त? 4 महिनासम्म राम्रै कुरा गर्नुभएको थियो उहाँले। अनि राम्रै कुरा भएर बिस्तारै बिस्तारै कहिलेकाहीँ झगडा बिचबिचमा झगडा गर्दा त्यो शङ्का बढी गर्थेँ कि म। फेरि गर्थेँ भन्दा नि व्यवहारले देखाउँथेँ कि त्यस्तो कुराहरूमा फेरि कुराहरूमा राम्रै हुन्थ्यो। उहाँले पनि हेर्नै भएको, मलाई राम्रैसँग हेर्नु भएको हो। पछि 4 महिनापछि पैसाहरू चाहिँ पठाउनुहुन्थ्यो हुन्थेन तपाईँलाई यसो खर्च भनेर चाहिँ? कहिलेकाहीँ खर्च हेर्नुहुन्थ्यो थोरै। घर मलाई अब काठमाडौँमा त्यसरी छोडेर जानुभएको छ त, उनी हेर्नु त परिहाल्यो नि होइन। त्यति बेला चाहिँ म काम गर्न पनि नदिने कि, म काम गर्छु यसरी मलाई साह्रै गाह्रो भयो भन्दाखेरि कामै गर्न दिनु हुँदैन थियो। म बाहिर जान्छु भने पनि नै भन्नुभएको थियो। अनि त्यति धेरै त्यस्तो देख्दाखेरि त ल राम्रै छ, यति धेरै सोच्नु भएको छ त किन भोलिको दिन अप्ठ्यारो पार्नुहुन्छ होला भन्ने ठाने नि त। तर उहाँले त्यति होइन, बिस्तारै सहरको हावा उसले पनि खान्छ मैले पनि खान्छु भन्ने जस्तो सोच्नु भएको रहेछ कि। मैले चाहिँ खान सकिनँ, म चाहिँ फेरि एक कुरो भएँ। उहाँले चाहिँ झ्याट्टै चेन्ज हुने बाटो लिइरहनु भएको थियो, तर मैले अब च्यापिरहेँ। अझ फेरि लास्टमा अब त्यही त हो नि, नहुने बेला के हुने भन्छ नि, त्यस्तै कुरा भयो। अब अहिले 2-4 शब्द चर्को बोल्ने बित्तिकै उहाँलाई चाहिँ फेरि निहुनै भयो जस्तो भयो क्या। त्यस्तो भयो। 4 महिनासम्म चाहिँ तपाईँले केही काम गर्नु भएन, कोठाको कोठै हुनुभयो? कोठाको कोठै भने म डिप्रेसनमै थिएँ त्यस्तो बेला नि। जब बाहिर जान नपाइसकेपछि एउटै कोठामा बसेर हरेक कुरा चाहिँ बारम्बार एउटै कुरा सोच्दाखेरि त अवश्य पनि धेरै सोच्न थालेपछि त मलाई त साह्रै गाह्रो भइसक्यो नि। उसको फ्यामिलीले थाहा पाएपछि धेरै टर्चर दिनुहुन्थ्यो। फ्यामिलीबाट चाहिँ उताबाट चाहिँ तपाईँलाई कलहरू आउँथ्यो कि आउँथेन? कलहरू आउँथ्यो भन्दा नि मलाई धम्कीहरू धेरै आउँथ्यो। के भन्नु? दाइहरू, उहाँको दाइबाट, जेठुवाला दाइबाट के भन्नु? र अनि उहाँको दिदीहरूकोबाट कस्तो आउँथ्यो भने चाहिँ के सोचेको तिमीले, ठगुरीको घरमा आउला जस्तो तिमीलाई भित्रौला जस्तो लाग्यो, बाँच्ने मन छ कि छैन, ठाउँको ठाउँ त्यही आएर काठमाडौँमै दफन गरिदिउँ भन्ने चाहिँ कुरा गर्नुहुन्थ्यो कि। ज्यान मार्ने धम्की दिनुहुन्थ्यो कि, ज्यान मार्ने धम्की दिनुहुन्थ्यो। त्यति बेला झन् म एक्लै थिएँ। म उसको उहाँको लागि मैले मर्नुपर्छ भने नि ओके, त्यतिसम्म पनि स्वीकार गर्नुभयो? मैले स्वीकार, म उहाँलाई भन्छु, अहिले पनि भन्थेँ। अहिले पनि हिजो अस्ति पनि बोल्दाखेरि मैले भनेको तपाईँको लागि मैले ज्यान दिनुपर्छ भने ओके। मैले किनभने मैले सर्वस्व मैले उहिले घुमाइसकेँ हुँ तपाईँसँग आउँदाखेरि नै, अब चाहिँ के छ भन्नु ठान्थेँ कि। अनि फ्यामिलीहरू चाहिँ मलाई धेरै टर्चर दिनुहुन्थ्यो, अनि धम्कीहरू दिइरहनुहुन्थ्यो। बुवा मम्मीले चाहिँ अहिलेसम्म चाहिँ एउटा शब्द बोल्नु भएको छैन। भित्र चाहिँ उहाँको के मनमा छ कस्तो छ थाहा छैन, शब्द चाहिँ एउटा निकाल्नु भएको छैन। अनि दिदीले चाहिँ कान्छोवाला दिदी अनि माइलोवाला साइनोवाला पनि बोल्नु भएन। कान्छोवाला र जेठवाला दाइले मलाई उल्कै गरेका है। त्यतिसम्म तपाईँमाथि धम्कीको वर्षा भयो? यति धेरै धम्कीको वर्षा भयो। उहाँ डर लाग्थेन? डर लाग्थेन है? डर लाग्दैन थियो मलाई। मर्न पनि म उहाँकै लागि मर्न तयार छु भन्ने जस्तो तपाईँलाई आवाज भइसकेको थियो? बदनामीको नाम चाहिँ नफैलियोस्, मर्नलाई चाहिँ मलाई केही छैन भन्ने जस्तो लाग्छ।
बदनामीको नाम मात्रै नफैलियोस्, मलाई भोलिको दिन यो ऊ भन्ने आरोप चाहिँ नलागोस्। मर्नु नै हो भने चाहिँ उसकै लागि, किनभने मैले अगाडि नै सबै कुरा गुमाइसकेको छु, मर्नु चाहिँ अब किन हो जस्तो लाग्थ्यो क्या। मेरो बाँकी भनेको अब उहाँ मात्रै मै हुनुहुन्छ मात्रै हो। होइन। मैले आफै पनि आफूलाई कतिचोटि मार्ने कोसिस गरिसकेको छु भने चाहिँ उहाँले मार्नुहुन्छ भने चाहिँ के चाहियो त, त्यस्तो जस्तो लाग्थ्यो कि मैले। आफूले आफैलाई पनि कति धेरै नि, त्यस्तो प्रयास गर्नुभयो। कति धेरै। कुन बेला अवस्थामा जब त्यो 4 महिना पछि कि त्यो 4 महिना पछिको कुरा हो। है त्यति 4 बेला महिना पछि चाहिँ तपाईँहरूको पुरै यो बोलचाल ठप्पै भयो कि ठप्पै भयो नि, बिचबिचमा खोल्ने गाली गर्ने, ब्लग खोल्ने गाली ब्लग गर्ने, त्यस्तो हुन्थ्यो। झगडा हुने ब्लग गर्ने, झगडा गर्ने ब्लग गर्ने। तर मबाट चाहिँ अहिलेसम्म मबाट ब्लग गर्न चाहिँ कुरो आउँदै आएन कि। उहाँले चाहिँ मलाई एकै दिनमा 10 चोटि ब्लग गर्ने, 10 चोटि खोल्ने, गाली गर्ने, 10 चोटि खोल्ने, गाली गर्ने गर्छिन्थ्यो क्या। त्यस्तो गर्छिन्थ्यो। म रोएको देखेर घरबेटीले आएर तिमी अझै नै रुम सर भन्थे है। सबैतिर दबाब आइरहेको थियो। त्यस्तो भन्थे, तिमी अझै नै रुम सर नानी, तिमी के भयो भने त हामी त बर्बाद हुन्छ भन्नुहुन्थ्यो कि। घरबेटीले नि त्यस्तो भन्नुहुन्थ्यो। मलाई त्यति बेला म कसरी सम्हालेँ होला, आफूलाई के गरेँ होला, के सोचेँ होला, त्यो मान्छेले यति पनि कल्पना गरिदिनु भयो। उहाँले सोच्नुभयो फेरि खर्च दिइरहनु भएको थियो नि त, खर्च यो मैले खर्च दिएँ भने यो मान्छे खान्छ, बस्छ, रमाउँछ, सक्यो, पैसा दिए हुन्छ भन्ने सोच्नु भयो नि त उहाँले। तर मैले के भन्छ, तिमी मलाई खर्च नपठाऊ। मैले यो शब्द भनेको सायद त्यो मेसेज हेऱ्यो भने भेटिन्छ। तिमी मलाई खर्च एउटै नपठाऊ, तर व्यवहार चाहिँ यसरी चेन्ज नगर्दै भन्थेँ कि म। आजभन्दा कति वर्ष अगाडिको 12-13 महिना भयो होला। अहिले बल्ल अब त 2 वर्ष हुन लाग्यो नि त। 4 महिनापछि चेन्ज हुनु भने चाहिँ 12-13 महिना। त्यसपछि चाहिँ तपाईँले कसरी कटाउनु भयो के? अब त तपाईँलाई पैसा पनि आउन छोडेको थियो होला होइन। 4 महिनापछि त पैसा पनि आउन छोडेको थियो। अब त यहाँ त बाँच्नु पर्यो। पैसा बिना काठमाडौँ जस्तो सहरमा बाँच्न धेरै गाह्रो छ। त्यसपछि चाहिँ तपाईँले आफू बाँच्नको लागि कुन बाटो रोज्नु भयो? उहाँले मलाई थोरै पैसा पठायो भने म त्यति साह्रो मास्दैन थिएँ कि। मलाई यो लाग्थ्यो कि उहाँले पठाएको पैसा मलाई सदुपयोग नै हो भन्न ठान्थेँ कि, किनभने उसको मेहनतको पैसा हो नि त। अनि सदुपयोग नै हो भन्न ठान्थेँ। अनि मैले थोरै राखिदिएको थिएँ कि भोलिको दिन नराम्रो नहोस् भनेर थोरै राख्नै गरेको थिएँ। रुम भाडा तिर्थेँ, खाना त मेरो यस्तै हो, म हेर्दा मात्र मोटी देखिने हो। खाना त म आज खायो भने ठ्याक्कै 4 दिन 5 दिनपछि खान्थेँ। त्यो खानाको आवश्यकता परेन, खर्च त्यति धेरै भएन, बाहिर म हिँड्दैन थिएँ। खाना मन नलागेर नखानु भयो कि पिर चिन्ताले गर्दा के कारणले चाहिँ नखानु भयो? पैसाको अभावले नखानु भयो कि के त्यसै? पैसाको अभाव त त्यो धेरै पछि भएको हो। त्यति बेला पैसाको अभाव थिएन, तर त्यो मनै लाग्दैन थियो कि। त्यति धेरै पीडाहरू सम्झिँदाखेरि मैले के सोध्थेँ, सबैले के भन्थ्यो भने त्यो बच्चा जस्तो दिमाग भनौँ कि के भनौँ, माया भनेकै त्यो ब्लग र अनब्लग त हो नि भन्न ठान्थेँ कि। सबैले भन्दा नि त्यही भन्थ्यो कि तिमीलाई हुर्क्याएको हो कि तिमी सहरमा। सबैले दिदी त्यो वल्लो पल्लो कोठामा बसेको दिदीहरूले पनि भन्थे के तिमी सहरमा बसेको, अब काठमाडौँ जस्तो ठाउँमा बसेको छौ, तिम्रो बानी बुझ्नको लागि यस्तो गरेको हो कि तिमीलाई हुर्क्याएको हो कि भन्थे। तर होइन रहेछ क्या। म त्यही बाटो लाग्थेँ, उहाँले जसले जे पनि त्यसै बाटोमा लाग्थेँ। म त्यस्तै त होला नि, ठिकै छ त्यसो भए भन्थेँ। त्यतिसम्मको एक कुरो, त्यतिसम्म एक कुरो थिएँ म। मेरो घरमा अहिले पनि त्यसलाई भगवान ठान्छन् कि उहाँलाई। ती दिनदेखि आजको दिनसम्म आइपुग्दा चाहिँ कस्ता कस्ता सङ्घर्षहरू झेल्दै आज यो ठाउँमा आइपुग्नु भयो? यहाँसम्म आउनुको लागि त मैले सङ्घर्ष के झेलिनँ होला, त्यति साह्रो मैले मिहिनेत गरेन होला, तर झेल्न चाहिँ मैले साह्रै झेलेँ। यति धेरै झेलेँ कि उसको फ्यामिलीको टर्चर, फ्यामिली भन्दा नि म मम्मी बुबालाई बिचमा ल्याउँदिनँ। उहाँको दाइको र उहाँको दिदीको टर्चर मलाई यतिसम्म भएको थियो कि म त अब चाहिँ रहँदैन भन्ने जस्तो रहेको थियो कि। अझ मैले त्यही कुराहरू मेरो माइन्डमा मैले धेरै खेलाएको भए म सायद मेरो मम्मीको काखै रुतिन्थेँ होला, त्यस्तो भएको थियो। बिस्तारै मैले सोचेँ मैले फेरि मेरो फ्यामिलीको लागि बाँचे जस्तो लाग्दैन थियो। म बाँचे पनि त्यो मान्छे फेरि फर्केर आउँछ, अझै पनि धेरै आश थियो। म फर्काउन सक्छु भन्ने ठान्ने कि म बाँचेँ भने मेरो फ्यामिली राम्रो हुन्छ, मेरो फ्यामिली चाहिँ एउटा सन्तान पाएकै छ भन्ने त्यो सोच्ने थिएँ मैले। म बाँचेँ भने चाहिँ ऊ चाहिँ आउँछ, मैले उसलाई जसरी पनि ल्याउँछु, किनभने मेरो त्यत्रो वर्षको ऊ माया हो, त्यत्रो वर्ष मैले सङ्घर्ष गरेको मान्छे हो, सँगै हामी दुःख सुख बिताएको मान्छे हो। किन यति साह्रो चेन्ज हुन्छ त हुँदैन पक्कै पनि।
त्यो त सहरमा बिचरा बाहिर गएको थियो, कमाउँछ, काम गर्न जानुपर्छ, पढ्न जानुपर्छ, अलिअलि गाह्रो भएको होला, त्यही भएर मसँग हुर्की लगाएको होला भन्ने ठान्थेँ कि कहिले पनि आएन उहाँप्रतिको निराशा चाहिँ तपाईँको मनमा है? कहिले सधैँ पनि नै आएन। जे भए पनि केही कारणले होला अब उहाँले ठिक ठाउँ एक दिन ठिक हुन्छ भन्ने नै तरिकामा अघि बढ्नुभयो। त्यसरी एक दिन ठिक हुन्छ भनेरै अगाडि बढेँ म। यो खास कुरा मेरो उहाँले सम्पर्कविहीन हुइसकेपछि मैले त्यही सोचेँ कि एक दिन ठिक हुन्छ, उहाँ आउनुहुन्छ पक्कै पनि। यत्रो किनभने उहाँले महसुस गराउनै भएको थिएन कि भोलिको दिन चटक्कै छोड्छु भन्ने महसुस गराएको थिएन नि त मलाई। बिस्तारै बिस्तारै तपाईँलाई छोड्ने बाटोमा चाहिँ उहाँ हुनुहुँदो रहेछ, तर तपाईँलाई त्यो महसुस भएन। त्यो महसुस भएन कि मलाई कति पनि महसुस भएन। बिस्तारै चेन्ज भइसकेपछि फेसबुकको पासवर्डहरू चेन्ज गरिसकेपछि थाहा भयो। अनि पछि उहाँले म आफै आफ्नो व्यवहार देखाइरहनु भयो कि मेरो त यस्तो छ उस्तो छ, तिमीसँग म यो गर्दैन, भोलिको भविष्य मसँग नदेख, यताउता भन्ने कुरा ल्याइहाल्नु भयो। त्यसपछि कसरी सम्हाल्नु भयो? त्यो त म सम्हाल्ने कुरै भनौँ, मलाई यादै छैन। म पुरै डिप्रेसनमा गइसकेको थिएँ है। मेरो त्यो घरमा आगो त बल्दैन थियो, ग्यास त एक दिन बल्दैन थियो। कसरी चलाउनु भयो कि तपाईँ एक्लै पनि हुनुहुन्थ्यो सहरमा, अनि एक्लै जब थिएँ। चुलोमा आगो नबलिसकेपछि मेरो जीवन निर्वाह त गर्नै पर्यो। त्यो अवस्थामा चाहिँ तपाईँले कसरी चाहिँ आफूलाई अघि बढाइराख्नु भएको थियो, जीवन चलाइराख्नु भएको थियो? त्यो अब खर्च उहाँले हेरिरहनु भएको थियो। खर्चको एउटा पाटो थियो होला, तपाईँसँग पैसा पनि थियो होला, तर पकाएर खाना दिने मान्छे आफू जुन थिएन। अचेत अवस्थामा सकेपछि त त्यो अवस्थामा त एकजनाको साथ त चाहिन्छ नि त। त्यति बेलाको अवस्थामा चाहिँ कसरी आफूले आफूलाई अघि बढाउनु भयो कि? त्यति बेला चाहिँ मेरो म बसेको पल्लो रुममा एकजना दिदी हुनुहुन्थ्यो, उहाँले एकदम साथ दिनुभयो कि म डिप्रेसन हुँदा पनि मलाई त्यो प्रकृतिको चाहिन्छ भन्ने आधारले पनि मलाई त्यो जङ्गलतिर पनि लगिरहने, घुमाइरहने गर्नुभएको थियो कि। अनि सबै आफै खर्च बिहेर्ने। त्यति बेला खर्च त मसँग पनि थियो, तर उहाँले प्रायः जस्तो आफै बिहेर्नु भएको थियो। खाना कहिलेकाहीँ त खुवाउनु नै हुन्थ्यो, कहिलेकाहीँ म आफै झुट बोल्थेँ कि मैले खाइसकेँ दिदी, म सक्दैन थिएँ त खान, म कसरी खानु त है, मैले खाइसकेँ दिदी भने उहाँले मलाई धेरै साथ दिनुभयो, एकदम धेरै साथ दिनुभयो। त्यही भएर मैले अहिलेसम्म पनि उहाँको एरिया नै छोड्न सकेको छैन कि उहाँले त्यति धेरै साथ दिनुभएको छ। मैले चाहिँ उहाँलाई दिन सकेको छैन, किनभने समयले गर्दा पनि होला। एकदम धेरै साथ दिनुभयो। बिस्तारै चलिरह्यो। अझ फेरि उहाँ ब्लक गर्नुभयो, फेरि आउनुभयो, फेरि बोल्यो भने फेरि आश लाग्ने कि, फेरि बोल्नुभयो, अझ फेरि ब्लक गर्नुभयो। त्यस्तो गर्दा 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 1 वर्षै बित्यो कि। त्यसै बित्यो। न मैले काहीँ केही गरेँ, न म हस्पिटलमा भर्ना भएँ। म त्यसै पागल जस्तै रुममै बसेँ। रुमबाट पनि म बाहिर निस्केन। बाहिर त मलाई कति दिन सबैले भन्नुहुन्थ्यो तिमी रुममै यतै थियौ र भन्थ्यो बाहिर निस्केको दिन। गुप्तवास हुनुभयो? एकदम गुप्तवास भएको म। एकदम धेरै त्यहाँ रुन चाहिँ रोएको, फेरि रोयो भने चाहिँ त्यो घरकै मान्छे सबै आउँथे। सबैले सुन्ने गरेरै ढाको छोडेरै रुनुहुन्थ्यो? यस्तो सहर जस्तो ठाउँमा, काठमाडौँ जस्तो ठाउँमा यसरी खुल्ला भएर रुनु हुँदैन भन्ने कुरा गर्छन् सबैले, तर त्यो सहनै सकिँदैन रहेछ कि। मैले त सहनै सक्दैन। डराउँथेनन् मान्छेहरू, त्यहाँका वरिपरिका मान्छेहरू यस्तो रुन्छ, केही गर्छ कि केही गर्यो भने हामीलाई पो दोष लाग्छ कि भन्ने त्यहाँका वरिपरिका मान्छेहरू डराउँदैनथे? उहाँ घरबेटी डराउनुहुन्थ्यो, अरू भन्दा नि घरबेटी डराउनुहुन्थ्यो। प्रायः जस्तो अरू सबैले मलाई समय दिन कहाँ सक्छन् र बिचरा आफ्नो आफ्नो काममा बिजी हुन्छन्। एकजना दिदीलाई र घरबेटीलाई थाहा थियो, घरबेटीले भन्नुहुन्थ्यो तिमी सरेर जाऊ मेरो रुमबाट, मेरो घर बर्बाद हुन्छ भन्नुहुन्थ्यो। जहिले त्यही शब्द निकाल्नुहुन्थ्यो। मलाई फेरि त्यो घर उहाँको यादले म त्यो घर छोड्न सक्दैन थिएँ। तपाईँले त चारैतिरबाट टर्चर थियो कि? एकदम चारैतिरबाट टर्चर थियो। मेरो फ्यामिलीले पनि कल गर्दा कस्तो छ उहाँलाई, सन्चै हुनुहुन्छ नि, राम्रै छ नि भन्दा राम्रै छ भन्थे। मेरो त मम्मीभन्दा धेरै माया गर्ने मेरो दिदी हुनुहुन्छ नि त। दिदीलाई म 4 दिनसम्म, एक दिनमा 4 चोटि फोन नगरिन्जेलसम्म उहाँलाई चित्तै बुझ्दैन थियो। र त्यति बेला फोन गर्नै बन्द गरिदिएको, बाहना गर्थेँ यो भयो ऊ भयो यो भयो ऊ भयो भनेर। कहिलेकाहीँ गऱ्यो भने कस्तो छ के छ तँलाई भन्दा एकदम राम्रो छ भन्थे। कतिको पछुतो चाहिँ कतिको लाग्छ आफ्नो दिदीहरू है, त्यति माया गर्ने दिदीहरू हुन्थ्यो। ठ्याक्कै आजको अवस्थामा चाहिँ त्यो कुरालाई सम्झिँदा चाहिँ पछुतो मन लाग्छ। कतिको भारी हुन्छ कि? उस्तै नबुझ्ने फ्यामिली भएको भए मलाई धेरै पछुतो हुन्थ्यो। बुझ्ने फ्यामिली भयो भने पछुतो त भइहाल्छ, किनभने उसले मलाई यस्तो फ्यामिलीको लागि मैले त्यस्तो मान्छेलाई रोजेँ भने जस्तो लाग्छ नि त।
त्यो चाहिँ अहिले चाहिँ महसुस गरेँ म अहिले धेरै महसुस हुन्छ अहिले चाहिँ महसुस हुन्छ किनभने म अहिले धेरै वर्षपछि अहिले गएको थिएँ म घर दादाहरूलाई पनि भेटेको थिएँ सबैलाई भेटेको थिएँ मलाई सबैले राम्रै माया गर्नुभयो एकदम धेरै माया दिनुभयो अनि सोचेँ थेत्तेरिका मैले यस्तो राम्रो फ्यामिली त्यागेको थिएँ उसको लागि भन्न ठाने क्या मैले चाहिँ दिदीले त मलाई जहिले माया दिइरहनु भएको दुःख सुख यताउता हरेक कुरामा दिदी ऊ भएन दादाहरूले चाहिँ बोल्नु भएको थिएन कि उहाँसँग आइसकेपछि मेरो दादाहरू बोल्नै भएको थिएन नबोलेपछि यति बेला बोल्दाखेरि चाहिँ मैले यस्तो राम्रो फ्यामिली छोडेर उहाँलाई मैले रोजेँ किन रोजेँ भने जस्तो लाग्छ कि त्यस्तोसम्म लाग्ने हो मलाई त्यत्रो दिनहरू पनि पार गऱ्यो जसो तसो गऱ्यो नि दिन त्यो समयमा मलाई जति बेला म त्यस्तो डिप्रेस भएको थिएँ त्यति बेला चाहिँ मलाई यति धेरै कत्रो वर्ष जस्तो दिन थियो जस्तो लाग्थ्यो त्यो बिस्तारै मैले त्यो दिनहरू पार गरेँ कसरी पार चाहिँ अब पक्कै पनि सजिलो त थिएन होइन ती दिनहरू पार गर्न चाहिँ विशेष गरी प्रेरणा चाहिँ के कुराले दिन्थ्यो र तपाईँ फेरि म चाहिँ पहिलाकै अवस्थामा आफू ठिक हुनुपर्छ भनेर चाहिँ तपाईँ आफूले आफूलाई एउटा अलिकति बलियो मन लिएर अघि बढ्नुभयो म दिउँसो चाहिँ सोध्थेँ धेरै कुराहरू सोध्थेँ फ्यामिलीहरूमा सोध्थेँ सबैको लागि सोध्थेँ म राम्रो हुनुपर्छ म ठिक हुनुपर्छ मैले किन यसरी अर्काको लागि जिन्दगी बर्बाद गरिरहेको छु भन् ठान्थेँ राति भएपछि फेरि म उयो अवस्थामा हुन्थेँ अनि रातको त्यो 8 घन्टा कटाउनु साह्रै गाह्रो हुन्थ्यो बिहानदेखि निन्द्रा त मरिसा पर्दैन थियो क्या मलाई कति घन्टा सुत्नुहुन्थ्यो 2 घन्टा 4-5 बजीसम्म म कहिले सुत्दैन थिएँ बिहान परेपछि अब केही न केही त्यो दिदीले मलाई ढकढकाइरहनु हुन्थ्यो यहाँसम्म कि उहाँहरू डराएर चुकुल चाहिँ नलगाऊ भन्नुहुन्थ्यो कि डराएर कि त्यतिसम्म गर्नुहुन्थ्यो अनि त्यस्तै गर्दा बिताउँदा बिचमा आउनुहुन्थ्यो फेरि बोल्नुहुन्थ्यो फेरि झगडा गर्नुहुन्थ्यो फेरि बोल्नुहुन्थ्यो फेरि झगडा गर्नुहुन्थ्यो त्यति बेला नि चल्यो पटक्कै त अहिले बोल्दै नबोलेको अलिकति टाढै भइदिएको भए आफूलाई पनि सजिलो हुन्थ्यो त्यो चाहिँ हैन धेरै कुरा नसोचेर यो मान्छे यस्तो सोच्ने रहेछ र यसको दिमागमा यस्तो रहेछ त्यही भएर त उहाँले मलाई त्यति छिटै टाढा हुनुभयो त्यो सोचिन्थ्यो तर बिचमा आउने बोल्ने झगडा तपाईँलाई गर्ने त झन् जाने आश लाग्यो नि त मलाई साँच्चीकै माया गर्दो रहेछ केही कारणले होला कि भन्ने होइन टर्चर तपाईँमाथि माया एउटा भन्दा आश नि लाग्यो टर्चर धेरै थियो कि अनि म चाहिँ योसँग बोल्छु भन्ने फोटोहरू पठाउने कुनै न कुनै कहिले त त्यो केटीहरूसँगै कुरा गर्न लाउनुहुन्थ्यो कि त्यस्तोसम्म केटीहरू पनि थिए त्यतिसम्म पनि गर्नुभयो केटीहरूसँग त्यतिसम्म निर्दय हुनुहुन्थ्यो म यहाँबाट फेरि कस्तो एकदम पागल जस्तो भएर अनि म त नर्भस भएर बोल्थेँ कि त्यति बेला किनभने छोरी मान्छे हो छोरीले बुझ्न सक्छ भन्ने ठान्थेँ म कि अनि म यस्तो भन्थेँ किन नानी तिमी किन बोल्थ्यौ कस्तो मान्छे हो तिमी पनि छोरी मान्छे होइनौ र एकदम नरम म उसँग चाहिँ एकदम चड्केर बोल्ने अनि यो केटीहरूले कोहीसँग कुरा गर्नु पऱ्यो किन नानी यस्तो गर्दैछौ किन मेरो घर बिगार्दैछौ मैले त उसको लागि दुनियाँ त्यागेको छु म उसको लागि यसरी बसेको छु कि तिमीले मेरो ठाउँमा तिमी बस्यो भने तिमी बुझ्छौ होला भन्ने भन्थ्यो कि त्यो केटीले मलाई त एकदम गाली गर्थे कसरी मन बुझाउनु भयो क्या आफ्नो मन पराएको मान्छेको प्रेमिकाले फेरि आफैमाथि फोन गरेर बोल्दाखेरि त्यो अवस्थामा जस्तो पीडा के होला मलाई त्यति बेला के लाग्थ्यो भने कति बेला म बुझ्ने बेला अनि अलिक दिमागलाई म के भन्थेँ उहाँलाई त जहाँ आफू बस्नु भएको छ त्यहाँ एउटा केटी भयो पुग्यो भन्ने जस्तो सोच भएको मान्छे हुनुहुँदो रहेछ जस्तो लाग्यो कि उहाँलाई एकजना भयो जिन्दगी हेर्नुपर्छ भविष्य हेर्नुपर्छ भनेर सोच्ने खालको मान्छे हुनुहुँदो रहेनछ उहाँलाई चाहिँ म जहाँ छु त्यहाँ चाहिँ एकजना केटी अब मलाई बुझ्ने केटी माया गर्ने केटी भयो पुग्यो भन्ने जस्तो खालको हुनुहुँदो रहेछ जस्तो लाग्यो क्या फेरि त्यस्तो लाग्यो मैले सम्हाल्न त मैले यसरी सम्हालेँ कि आफूलाई फेरि पनि म त्यस्तो बिरामी त्यस्तो हुँदा पनि म डिप्रेस हुँदा पनि मैले कसैलाई नसम्झिकनै अगाडि बढेको एक्लै अघि बढ्नु म चाहिँ फेरि म त्यो ठाउँमा चाहिँ म बरु म जान्छु भन्ने आधारले अगाडि बढेको त्यतिसम्म हिम्मत राख्नुभयो फेरि त्यति उहाँले मलाई पठाउनु भएको पैसाले म कहिल्यै पनि नराम्रो काम गर्दैन राम्रै काम गर्छु भनेर म फटाफट क्लास जान्थेँ कि तर त्यो सोच्न आएको भए फेरि आज तपाईँ यहाँ हुनुहुन्थ्यो कि हुनुहुन्थ्यो त्यो पनि त आउँछ नि त कुरा मलाई त लाग्यो नि त उहाँ त फेरि 5 महिनामा उड्नुभएको यो त नर्मल रहेछ इजी रहेछ भाषा म पनि पढ्छु भन्ने जस्तो लाग्यो कि पढेँ मैले मजाले गएँ क्लासमा 1-2 दिन राम्रो पढेँ अनि त त्यो मैले राम्रोसँग पढ्नु उसको जस्तो उहाँ कस्तो लाग्यो भने चाहिँ मेरो साथी एकजना गएको थियो नर्मली छिटै पास गरेर मलाई के थाहा उसले यति धेरै मिहिनेत गरेको थियो भन्ने मलाई त लाग्यो छिट्टो समयमा गएको थियो राम्रैसँग पढे राम्रै हुँदो रहेछ छिटै उडाउँदो रहेछ भन्ने ठाने कि उडेपछि केही न केही उसले पनि नजिक हुन्छ होला भन्ने ठाने कि मैले
म पनि त्यही ठाउँ गएँ भने नजिक त हुन्छ obviously, जस तपाईँको टर्निङ पोइन्ट त्यहाँबाट सुरु भयो अँ बल्ल आफूलाई अलिकति सुधारको सुधार्नु बाटोमा पर्छ ल्याउनु भयो अब म केही गरेर देखाउँछु भन्ने सोच आयो अँ र अघि बढ्नुभयो ठ्याक्कै त्यो 1 वर्ष बितिसकेपछि अगाडि बढेँ म क्लास जान गएँ किनभने क्लास गएँ जाने आउने जाने आउने जाने आउने मात्र चलिरहेको थियो क्या क्लास चाहिँ अनि सफलै भएन त्यो पनि किनभने म स्टुडेन्टमा जान सक्ने थिएन अवस्था थिएन म वर्किङमा जाने भन्ने चाहिँ पढिरहेको थिएँ वर्किङमा फेरि त्यति सजिलो रहेनछ यस्तो डिप्रेसन भएको मान्छे यो क्लास गएर पढेर पास हुन्छ भन्ने त सम्भवै छैन नि त्यस्तो समय त्यो सबैले थाहा पाउनु क्लासमा फेरि उहाँ नै पढ्नु भएको क्लास गएको उहाँ मैले चाहिँ एकचोटि थाहा पाएको थिएँ उहाँ पढ्नुहुन्छ पनि मलाई थाहा थिएन उहाँ पढ्नुहुन्थ्यो भन्ने क्लासमा त पठाउन त पठाएँ तर यहीँ पढ्नुहुन्छ भने थाहा थिएन सिधै म गएँ त्यहीँ हुँदो रहेछ भनेर अनि त्यहाँ क्लासमा पढ्न गएँ सबैले थाहा पाउनुभयो उहाँले त्यो क्लासमा पनि थाहा रहेनछ कि उहाँको बिहे भएको छ घरमा श्रीमती छ भन्ने थाहा रहेनछ कि क्लासमा पनि अनि पछि मैले भने उहाँले क्लासमा यसो गएपछि अब कसको थोबाट आउनुभयो भने सोध्नु हुँदो रहेछ क्या अनि मैले यसो यसो उहाँको थोबाट यसो थाहा भएन म आएको भनेर ए तपाईँ यो हो र भन्नुहुन्थ्यो अनि किन थाहा थिएन हजुरहरूलाई भनेको कहाँ थाहा हुनु त जाने बेला सिङ्गल भनेर गएको त भन्यो भन्नुभएको थियो फटा रहेछ मान्छे त भन्नुभएको थियो कि मलाई सरले अनि ठिकै छ त्यो पनि मैले झेलेँ किनभने अब सिङ्गल केही छैन हाम्रो कानुनी रूपमा त केही पनि छैन नि त अनि त्यही भएर सिङ्गल भए जानुहुन्छ गयो भने ठिकै छ भनेर चुप लाएर बसेको थिएँ अनि बिस्तारै पढ्दै गएँ त्यो सबैले भएन नभएपछि अनि आशै मऱ्यो पछि म पनि चेन्जिङ भएँ त्यहाँ अरू साथीहरूसँग भन्दा नि त्यहाँ बहिनीहरू थिए कि बहिनीहरूले उनीहरूले पनि साह्रै साथ दिएको थियो मलाई त्यो दलबाट निस्काउन मलाई साह्रै मिहिनेत गर्यो उनीहरूले पनि अझै कतिको आश लाग्छ अझै उहाँ चाहिँ फेरि अझै पनि मेरो जीवनमा फर्किएर आउनुहुन्छ कि भन्ने कुराले चाहिँ कतिको सताउँछ अझै पनि आश चाहिँ मनमा तपाईँलाई कतिको लाग्छ कहिलेकाहीँ त धेरै लाग्छ मलाई आश त लागिरहन्छ किनभने माया गरेको मान्छे हो उसले एक न एक दिन त बुझ्छ होला मेरो मिहिनेत मेरो त्यो त्यागहरू त बुझ्छ होला जस्तो लाग्थ्यो तर अहिले चाहिँ जब सम्बन्धमा अर्को भन्छ नि व्यवहारमा झर्को बोलीमा चर्को सम्बन्धमा अर्को के भन्छ त्यो व्यवहारमा झर्को बोलीमा चर्को त सकेको थिएँ सम्बन्धमा अर्को चाहिँ मैले सहन सकेन भने जस्तो नि त्यो चाहिँ मैले सहन सकेन सम्बन्धमा उसको अर्को छ उसले जहिले पनि मलाई फोन गर्दा मेसेज गर्दा मेरो यो छ उ त्यो भनेर भनिरहनु भएको थियो मैले त्यो केटीसँग नि कुरा गरेको हो अब शङ्काको आधारमा कुरा गरेको तर सायद चाहिँ नै हो रहेछ साँच्चीकै हो रहेछ कुरा गरेको मैले त्यो केटीसँग ऊ केटीले चाहिँ उल्टै मलाई गाली गर्ने कि कस्तो खाले केटी होला त भन्छु कि म उसलाई चाहिँ हुन त ऊ पनि एउटा आमाको छोरी हो छोरी मान्छे हो भोलिको दिन उसलाई पनि म जस्तै पढ्न सक्छ त्यस्तो बुझेन कि यदि उहाँले चाहिँ अझै पनि हामी एक हुन सक्छौँ भनेर चाहिँ आउनुभयो भने तपाईँ स्वीकार गर्न तयार हुनुहुन्छ यस्तो स्वीकार त म मजाले गर्छौँ किनभने मेरो समाज नै उसकै नामबाट अड्केको छ मेरो इज्जत नै उसकै नामले अड्केको छ नि त अब गाउँ समाजमा त अहिले पनि उसैको छ भने भन्छन् नि त म त त्यो मजाले स्वीकार्छु तर मलाई दिएको दुःखलाई कहिले पनि माफ गर्न सक्दैन म उसलाई त माफ त म मरिजाउँ कहिले पनि गर्न सक्दैन त्यतिसम्म मलाई त गाह्रो गराएको छ क्या यदि आउनु भएन भने चाहिँ के गर्नुहुन्छ अबको यो बाटो चाहिँ तपाईँले के सोच्नु भएको छ जिन्दगीको बारेमा चाहिँ उहाँ आउनु भएन भने यदि आउनुभयो भने त तपाईँले भनेको जस्तै सबैलाई गाउँठाउँमा सबैलाई थाहा छ योसँग छ सम्बन्ध राम्रै छ भने अहिले पनि सबैलाई थाहा छ आउनुभयो भने एक किसिमले ठिकै होला यदि उहाँ आउनु भएन भने चाहिँ त्यसपछि तपाईँले अपनाउने बाटो चाहिँ के हुन्छ मैले अपनाउने बाटो भने चाहिँ म अहिले चाहिँ एकदम सक्षम छु कि म आफू गरेर खान सक्छु भन्ने म अहिले पनि यहाँ बस्नु काठमाडौँ बसिरहनु कारण पनि म बाहिर जाने भनेर बसेको हो म गरेर खान सक्छु अब मलाई जस्तो अरूलाई नगरोस् एकदम सबै म जस्तो सबै सहने मान्छे पर्दैन जिन्दगीमा होइन मैले त सहन सकेँ उसको हरेक व्यवहारलाई पार गरेँ र बसेँ नत्र अरू त सबै मान्छे सक्दैन नि त सो अरूलाई चाहिँ नगरोस् खुसी नै बसोस् अब त के भन्नु छ र मैले जहिले पनि उसकै खुसी नै हेरेको हो कहिले पनि मैले यत्रोसम्म दुःख पर्दा पनि मलाई उसको ओठको हाँसो चाहिँ कहिले पनि नमेट्योस् है भनेर
गर्छु कि जहिले पनि। त्यति साह्रो ऊ लाग्छ मलाई। उसलाई चाहिँ नराम्रो कहीँबाट नहोस्, बस यति हो। जस्तो आज त्यो दिनहरू फर्केर हेर्दा त्यो निर्णयले चाहिँ आज आफूलाई के सिकायो जस्तो लाग्छ? मलाई ठुलो पाठ सिकायो। मलाई यहाँसम्म म कस्तो मान्छे आएको थिएँ, कस्तो भएँ, म आफै गर्न सक्ने क्षमता, एउटा बलियो, आफ्नो लागि आफ्नै बलियोदारीहरू आफै बन्न सकेँ। एकदम ठिकै छ भन्ने जस्तो लाग्छ कति बेला चाहिँ। अब कहिलेकाहीँ त सम्झिँदाखेरि छोरी मान्छे हो, अलिअलि भक्कानो छुटिहाल्छ, नराम्रो लागिहाल्छ। फ्यामिलीहरू सोद्धा, गाउँ समाज सोच्दाखेरि चाहिँ अलि अप्ठ्यारो लाग्छ। नत्र त अब ठिकै छ, मैले यहाँसम्म आएर यतिसम्म गर्न सकेँ। नत्र जिन्दगीमा एउटा धोका नै के भन्छ त्यो एकदम बलियो खम्बा बन्छ, अगाडिको दिनहरू सोच्न सकिन्छ भन्छ। त्यति बेला चाहिँ जति बेला मलाई गाह्रो भयो त्यति बेला म अहिले चाहिँ सहन सकेँ, त्यो कुराहरू पार गरेँ। म अब चाहिँ ठुलो कुरो जस्तोसुकै समस्या आए पनि पार गर्न सक्छु। त्यति बेला म सक्दैन, त्यो समय चाहिँ मैले सहन सकेको थिएन भने चाहिँ सायद गाह्रै हुन्थ्यो। जिन्दगीमा बिर्सनै नसक्ने दुःखको क्षण चाहिँ कुन क्षणले सम्झिनुहुन्छ? बिर्सनै नसक्ने त एकदम मनमा गडिरहेका हुन्छन् नि, जति बिर्सिन खोज्दा पनि ती दिनहरूले चाहिँ जिन्दगीमा अझै पनि झसक्क झस्काइरहेको मलाई हुन्छ कि? मेन त्यही दिन लागेको थियो, जुन दिन मैले एयरपोर्टमा बिदाई गरेको थिएँ। फिल्मी शैलीको दिन थियो है, कुनै एउटा फिल्म हेरेको भन्दा कमी थिएन क्या तपाईँको कुरा सुन्दाखेरि? त्यतिसम्म भोग्नु भयो? त्यतिसम्म मैले त्यो एयरपोर्टको दिन त म कुनै दिन कुनै पल पनि बिर्सिन सक्दैन, त्यस्तो थियो एयरपोर्टको। आखिर प्रेम के रहेछ त? प्रेम आज पनि ल हेर्नुहोस् त, प्रेमकै लागि मानिसहरू जिन्दगी फालिरहेकै छन्, कोहीले खेलाइरहेका पनि छन् है। त्यो के रहेछ त प्रेम भन्ने कुरा? आखिर वास्तवमा साँचो प्रेम भन्ने कुरा चाहिँ के रहेछ? तपाईँ त किनकि त्यो जन्जालबाट अलिकति माथि पनि आइसक्नु भयो। प्रेमको परिभाषा तपाईँको नजरमा गर्नुपर्दा चाहिँ कसरी परिभाषित गर्नुहुन्छ? त्यो प्रेम भनेको दुईजनाको विश्वास एकदम अटुट, उसले म प्रति विश्वास र मैले ऊप्रति विश्वास राखेँ भने चल्छ। एक कुरो प्रेम, एक कुरो विश्वास त कहिल्यै पनि नचल्दो रहेछ क्या। मैले विश्वास नै राखेर यहाँसम्म पुगेको थिएँ नि त। उसले मलाई नराम्रो सोचेकै छैन भन्ने आशले जिन्दगी गयो। तर उहाँले पनि त्यस्तै मेरै जस्तो विश्वास राख्नुभएको थियो भने चाहिँ राम्रो हुन्थ्यो, अगाडि बढ्थ्यो, सबै कुरा राम्रो हुन्थ्यो, समाज पनि राम्रै कुराहरू फैलिन्थ्यो। तर अहिले त्यो एउटा एक कुरो प्रेमले एकदम समाजमा पनि नराम्रै कुराहरू फैलिरहेको छ नि त। सो त्यो म जस्तै सबै हुन्छन् भन्ने पनि हुँदैन नि त। त्यो रहेन पनि रहेछ नि त, थाहा भइहाल्यो, प्रुफ नै भइहाल्यो। अब चाहिँ त्यो जिन्दगीमा अगाडि बढ्दाखेरि कहिले पनि त्यो मान्छे भन्छ त्यो बिग्रिसकेपछि समाजबाट आउने प्रश्नहरू कि पहिला देखेको थिएन र पहिला बुझेको थिएन र भने त्यस्तो हुँदैन नि। पहिला मलाई मसँग राम्रै व्यवहार गरेको छ भने कसरी बुझ्नु त्यो मान्छेले? त्यस्तो हुन्छ क्या। आजभोलिको प्रेमलाई चाहिँ तपाईँले कसरी बुझ्नुहुन्छ? आजभोलिको प्रेम त अब सबैलाई एउटै भन्न त सकिँदैन, तर एकदम यो भए ठिक छ, नभए नहोस् भने जस्तो, भए पनि ठिकै छ, नभए नहोस् भने जस्तो के कस्तो खालको भने चाहिँ यही भयो चाहिन्छ। टाइम बिताउने, टाइम पास गर्ने साधनको रूपमा चाहिँ मानिसहरूले प्रयोग गरिरहेको हो कि जस्तो चाहिँ कतिको अनुभूति हुन्छ आफूलाई? त्यो त एकदमै, यो त सहरमा फेरि त्यही चलिरहेको छ नि। हाम्रो काठमाडौँ सहरमा सबै त्यही चलिरहेको छ। यो मसँग हुन्जेलसम्म ठिकै छ, नभए पनि नहोस् भने जस्तो। एउटा जान्छ त अर्को आउँछ भन्ने जस्तो सोच्ने कि। तर कसैको सोच कस्तो हुन्छ भने फेरि एक कुरै दुईजनाले त्यस्तै सोचेको भए त्यो त राम्रै भयो होइन, त्यो त अर्काले केही भन्ने कुरा रहेन। तर एकजनाले चाहिँ फ्युचर सोचिरहेको हुन्छ, अर्कोजनाले चाहिँ खालि त्यो युजिङ मात्रै गरिरहेको हुन्छ भने त एकदम गाह्रो हुन्छ। त्यो गाह्रो कामै छैन नि, त्यो बुझ्नै सकिँदैन त्यस्ता मान्छेहरूलाई त। बरु जस्तो तपाईँ जस्तै प्रेममा परिरहेका क्या अहिले, ती मानिसहरूले चाहिँ बेलैमा चाहिँ के बुझ्न जरुरी छ होला? किनकि तपाईँले पाएको धोकाबाट उनीहरूले चाहिँ के सिक्न चाहिँ जरुरी छ होला कि?
मैले त मेन कुरा मेरो यो सर्वस्व भनेर परिवार छोडेर आउन राजी भइरहेका छन् होइन, ती मानिसहरूले चाहिँ बेलैमा के बुझ्न जरुरी छ होला? बेलैमा त यस्तो नगर्नुहोस्, मेन कुरा यो निर्णय नै नलिनुहोस्, फ्यामिली ब्याकग्राउन्ड हेर्नुहोस् मेन कुरा। किनभने हामी छोरी मान्छेलाई भोलि दिन चाहिने भनेको फ्यामिली हो नि। फ्यामिली ब्याकग्राउन्ड हेरोस्, उसको पनि, केटाले पनि हेरोस् केटीले पनि हेरोस्। अहिले त केटा मान्छे केटा मात्रै गलत छ भन्ने पनि छैन नि त, छोरी मान्छेले पनि कति धोका दिइरहेको हुन्छ नि त। सो एकअर्काले राम्रोसँग बुझेर अगाडि बढ्नुहोस्, कसैको जिन्दगीमा दखल नहोस् होइन। यो कुराहरूमा त कसैको जिन्दगीमा दखल गर्न सक्दैन। कसैले त हामी यस्तै जिन्दगी बिताउँछ भनेर पनि हिँड्छ नि त, चलिरहेको छ उहाँहरूको पनि। तर जति सकिन्छ फ्यामिली ब्याकग्राउन्ड र उहाँको ब्याकग्राउन्ड राम्रोसँग बुझेर अगाडि बढ्नुहोस्, भोलिको दिन फ्युचर राम्रो होस्। प्रेम अन्ध हुन्छ भन्छन् नि, एकदम के अन्ध हो, हुन्छ। कसरी बुझ्नुहुन्छ? एकदम यो प्रेम जस्तो अन्ध त संसारमा केही पनि छैन। जब कि आमा बुवालाई बिर्साउने प्रेम अन्ध हुन्छ भने चाहिँ अरू के चाहियो, योभन्दा ठुलो कुरो। हामीलाई त्यति सानो कसरी जन्म दिने हुर्काउनु होइन? भएको छ, जन्म दिने आमाले त्यसरी हुर्काउँदा पनि आमाको मुख हेरिँदैन भने त यति कतिसम्मको अन्ध प्रेम हो यो, भन्नु न। त्यतिसम्म गहिरामा चाहिँ नजानु कोही पनि, जतिसुकै माया गर्ने मान्छे हुने भए पनि भन्छु म त। बरु सकिन्छ भने अगाडि त्यो जब त्यो बिहेको लागि चाहिँ अगाडि बढिन्छ नि, हत्तै जसरी मैले हिँडेँ त्यसरी चाहिँ बाटो चाहिँ कसैले पनि नरोजोस्। अब फ्यामिलीमा बरु कन्भिन्स गर्न त सकिन्छ नि त। सके ठिकै छ, सकेन भने त्यो पछाडिको डिभोर्सभन्दा अगाडिको ब्रेकअप नै ठिक भने जस्तै, त्यही नै अपनाउँदा राम्रो हुन्छ। आजको लक्ष्मी र त्यो दिनको लक्ष्मीमा आफूलाई के फरक पाउनुहुन्छ? आजको लक्ष्मी त एकदम अहिले अलिक फ्रेस नै भइसक्यो पहिलाभन्दा। त्यति बेला त म सोच्नै सक्दिनँ त्यति बेलाको लक्ष्मी कस्तो थिएँ, कस्तो त्यो भोगेँ, कस्तो मैले सिमेटेँ, त्यो कुराहरू कसरी मैले झेल्न सफल भएँ, त्यो सहनै सक्दैन नि म त। आफूलाई उयो गर्न सक्दैन म। के कुरामा चाहिँ अहिले चाहिँ लक्ष्मी परिपक्वता भइसकेको? हरेक कुरामा। मैले अहिले त मलाई 10जनाले गाली गरे नि सहन सक्छु। फेरि यही अवस्था आयो भने पनि लक्ष्मीले सजिलै स्वीकार गर्न सक्छ नि, पार गर्न सक्छ मजाले। त्यही दिन त नआओस् मलाई, जस्तै अब यदि त्यो आएको खण्डमा पनि यो कुरालाई लक्ष्मीले सहजै स्वीकार गर्न सक्छ मजाले सक्छ। सबैभन्दा ठुलो शक्ति तपाईँलाई कहाँबाट आउँछ, कहाँबाट प्राप्त गर्नुहुन्छ? कुन कुरा सम्झिँदा चाहिँ आफ्नो जीवनमा छुट्टै ऊर्जा आएको जस्तो अनुभूति हुन्छ? मैले त अहिले सम्झिने भनेको मेरो फ्यामिली, मम्मी दादाहरूले सम्झिने, अरू कोही शक्ति छैन? आउँछ नै। अब छ त परिवार छ एकदमै। के छ त अब लक्ष्मीको आउने दिनहरूको सपना, भावी योजनाहरू के छ? तपाईँले त कसैलाई देखाउनु छ अलिकति ठाउँमा पुगेर, के छ सपनाहरू? मलाई धेरै ठुलो पनि केही गर्नु छैन, बस त्यति बेला म टुटेको लक्ष्मी अहिले एकदम बलियो बनियो, आफ्नो लागि फ्यामिलीको लागि बन्यो भन्नु मात्रै भन्ने बाटो चाहिँ गराउनु छ। आफूप्रति चाहिँ त्यो दागहरू चाहिँ नलागोस्, नराम्रो व्यवहारले, बानीले। अब चाहिँ त्यस्तो दिनहरू चाहिँ नफर्कियोस्, त्यही हो। आजभन्दा 5 वर्ष अगाडि तपाईँले आफैलाई भेट्न सक्नुहुन्थ्यो भने के गर्नुहुन्थ्यो होला? किन त्यो मान्छे रोज्यो भन्थे, अनि किन यो यति धेरै स्ट्रङ हुने, त्यति बेला छिटै किन अपनाएनौ भन्थे। त्यति बेला छिटै अपनाएको भए, छिटै म स्ट्रङ भएको भए, मुभ अन भएको भए सायद यति धेरै घटनाहरू घट्दैन थियो, यति धेरै मैले भोग्नु पर्दैन थियो, सब कतिहरू भोग्नु पर्दैन थियो सायद, भेटेको भए त्यति बेला नै। समग्रमा जिन्दगीको परिभाषा के रहेछ? के रहेछ जिन्दगीले हामीलाई कस्तो पाठ सिकाउँदो रहेछ? जिन्दगीले त पाठ त निकै नमजाले सिकाउँदो रहेछ। कसैलाई त सधैँ राम्रै भएर सिकाउँदो रहेछ, कसैलाई सधैँ नराम्रै भएर सिकाउँदो रहेछ क्या। फेरि यो रुनुमा र यो आँसुले फेरि ठुलो पाठ सिकाउँछ। हाम्रो आँसुले धेरै ठुलो पाठ सिकाउँछ। एकछिन रो अनि त्यसपछि के गर्नु छ घर, फ्रेस हो भन्छ क्या। ती आँसुका मूल्यहरू त अहिले तपाईँले बुझिराख्नु भएको छ नि? एकदमै। म चाहिँ अहिले चाहिँ कसैको अगाडि रुनै सक्दैन। पहिला त म फ्याट्टै रुन्थेँ म, नाम लिने बित्तिकै रुन्थेँ म।
अहिले त म रुनु छ भने एक्लै ठाउँमा जान्छु मजाले रुन्छु त्यो 1 घन्टा लागे पनि रोएर यति धेरै फ्रेस भइन्छ त्यसपछि धेरै फ्रेस भइँदो रहेछ कोही छैन भने चाहिँ रुनुहोस् कसैले भन्छ रुनु हुँदैन यताउता कमजोर त हुन्छ नहुने होइन अहिले मेरो चस्मा लाउनु परेको अवस्था त्यही हो तर रोएपछि धेरै फ्रेस हुँदो रहेछ जब कोही अगाडि पछाडि कोही हुँदैन नि के गर्ने त कसैलाई सुनाएर दुःख हल्का मन हल्का गर्नु छैन रोएर चाहिँ मजाले म त हल्का गर्छु एक्लै बसेर मजाले अझ जति पनि मायामा पागल भएर गलत निर्णय लिइरहेका छन् नि ती युवतीहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ यति छोटो समय त्यो कदम चाहिँ नउठाउनु फ्यामिली परिवार राम्रोसँग हेर्नु किनभने आफ्नो फ्यामिलीले कहिले पनि नराम्रो सन्तानलाई नराम्रो सोचेको हुँदैन भोलिको दिन हेर्नु फर्केर हेर्नु नि एकदम राम्रो छ संसार सुन्दर देखिन्छ तर मान्छेले बेलैमा बुझ्न सक्दैन सकिँदैन त्यो त सकिँदैन चाहेर पनि सकिँदैन तर सकिन्छ भने चाहिँ आफूलाई बलियो बनाउनुहोस् 2 दिन मात्रै बलियो बनाएर पछाडि हेरिदिनुहोस् एकदम सुन्दर छ है 2 घन्टा रोएर भित्र तर त्यही 2 घन्टाको बिचमा पनि मान्छेले आफूलाई बर्बाद बनाइरहेको बर्बाद त हुन्छ सेकेन्डमा बर्बाद बनाइरहेको हुन्छ एकदमै सही निर्णय लिन नसक्दा मानिसले गलत बाटो त अपनाइ पनि हाल्छ होइन एकदम अपनाउँदो रहेछ मैले त कतिचोटि अपनाउनु खोजेँ त मैले त फेरि उसैलाई सम्झेँ अनि पछि चाहिँ लास्टमा फ्यामिली सोचेँ अनि बरु त्यो त खत्तम भयो यो बाटो त भने जस्तो लाग्थ्यो फ्यामिली अहिले त म फ्यामिली सोचेँ भने त संसार जित्छु बल्ल बुझियो नि त जब मान्छेलाई पर्छ त्यसपछि बल्ल जिन्दगीमा धेरै कुराहरू बुझिन्छ त्यो बुझ्नु नै ठुलो कुरो हो के आफूले आफूलाई स्वीकार्नु नै ठुलो कुरो हो मलाई मेरो फ्यामिलीले स्वीकार्दोस् अनि मैले चाहिँ मेरो विगतलाई स्वीकार्न सकोस् त्यही भए पुग्छ भन्छ कहिलेकाहीँ त फेरि गाउँ समाज सम्झिँदाखेरि चाहिँ अलिक गाह्रो हुन्छ फेरि चाहिँ हाम्रो पश्चिमेली समाज भनेको एकदम डेन्जर छ क्या यस्तो कुराहरूमा अन्धविश्वास धेरै गर्छ नगरोस् पनि के कसरी त्यो भइरहेको चलिरहेको हो होइन एकदम गाह्रो छ अब आउने दिनहरूमा नयाँ जीवनको बारेमा चाहिँ कतिको सोच्नु भएको छ मैले पनि अब जीवन त लामो छ कटाउनै छ अब पनि मैले उसले छोडेर गए पनि मेरो पनि आफ्नो पर्सनल जीवन छ मैले पनि केही सोच्नुपर्छ भन्ने चाहिँ कतिको मनमा लाग्छ मैले त गर्नुपर्छ केही न केही कसैलाई देखाउनको लागि भने देखाउनको लागि गर्ने बाटो सधैँ छ अलिकति नयाँ जीवनमा चाहिँ मेरो जीवनमा पनि कोही प्रवेश गर्ने बारे चाहिँ कतिको सोच्नु भएको अहिले चाहिँ प्रवेशको बारेमा चाहिँ नसोच जस पछि राम्रो हुँदै जाँदा त्यो हुन पनि सक्छ होइन उसैको लागि चाहिँ जिन्दगी कटाउँछु भन्ने त होइन नि किनकि तपाईँ यति स्ट्रङ बनिसक्नु भएको छ कि अब त तपाईँले त छुट्टै तरिकाबाट यतिन्जेल जे भयो ती कुराहरूलाई डिलिट गरेर नयाँ कुराहरू फेरि स्टोर गर्दै जानुपर्छ एकदमै म त त्यो अहिले चाहिँ तात्कालै त म त्यस्तो कदमहरू उठाउँदैन त्यो आओस् भन्ने पनि म चाहँदैन बिस्तारै फ्यामिलीहरूको खुसी अब त्यसैमा छ भने चाहिँ हेरौँला पक्कै पनि आजको यो पोडकास्ट हजुर तपाईँको भुपु मायाले भुपु प्रेमीले हेर्दै हुनुहुन्छ यो माइकबाट के भन्नुहुन्छ उहाँलाई तपाईँको आजको यो पोडकास्टको अन्तिममा पनि छौँ के चाहिँ छ तपाईँले उहाँलाई भन्नुपर्ने कुरा भन्न सक्नुहुन्छ म त्यस्तो साथै केही छैन जोस् छन् नि त मनमा पीडाहरू छन् व्यथाहरू छन् भोगेका दिनहरू ताजै छन् आज पनि ती आँखामा झलझल्ती आइरहन्छन् यही हो सम्झौता बिनाको बिछोड थियो त्यही भएर मात्रै गाह्रो लाग्ने हो भोलिको दिन उहाँलाई पनि राम्रै होस् मैले त जसो तसो त भोगेँ उहाँलाई पनि गाह्रो भएको होला नभएको होइन फ्यामिलीको प्रेसर यताउता सोच्नु भएको होला अब म जस्तै सहने मान्छे सबै हुँदैनन् सबैलाई यस्तो नगर्नु होला राम्रोसँग आफ्नो जिन्दगी अगाडि बढाउनु भएको छ तपाईँ खुसी हुनुहुन्छ त्यसैमा खुसी रहनु होला राम्रोसँग फ्यामिलीलाई चाहिँ हेर्नु होला जे जस्तो भए पनि किनभने फ्यामिलीकै कारणले हो भन्नुहुन्थ्यो यदि फ्यामिलीकै कारण यस्तो बर्बाद गर्नुभएको हो मलाई भने चाहिँ अब चाहिँ फ्यामिलीलाई दुःख दिने कुरामा चाहिँ नगर्नु राम्रै होस् मलाई जस्तो अरूलाई चाहिँ नगर्नुहोस् मलाई जस्तो अरूलाई चाहिँ कदापि नगर्नु सबै छोरीको मन मेरो जस्तो हुँदैन सहन सक्दैनन् कसैले पनि यो व्यवहार कसैले पनि सहन सक्दैन अझै पनि जुन दिन प्रेममा रहँदा लक्ष्मीले
माया गरेको थियो आज पनि त्यो माया जस्ताको तस्तै छ जस्ताको उहाँप्रति तस्तै है, छ, हजुर। केही कमी भएको छैन। अहिलेका माया केही दिनका होलान् तर लक्ष्मीले गर्ने माया जीवनभरको थियो। ती कुराहरू आज पनि ताजै छन् तर उहाँले बुझ्नु भएको छैन। बुझ्नुभएको पक्कै पनि छैन। उहाँले एक दिन बुझ्नुहुनेछ र तपाईँलाई चाहिँ कुनै समय खोज्दै आउने दिन पनि नहोला भन्न नि सकिन्न होइन। त्यो त सकिँदैन, त्यो त हामी अहिले फिक्स नगरौँ त्यस्तो कुराहरूमा, तर हुन नि सक्छ, ती कुराहरू आउन नि सक्छ। आए पनि मबाट त मैले भनिसकेँ अघि पनि, म स्वीकार्छु। मैले त भने साँचो माया भनेको यही त हो नि होइन, जिन्दगीभर कसैलाई साँचो माया गरिन्छ माया भने गर्नु। सधैँ हुन्छ कि त्यो माया भन्ने कुरा कहिले पनि त्यसको महत्त्व घट्दैन, त्यो कहिले पनि पुरानो पनि हुँदैन कि, त्यो सदाबहार होइन, सधैँ हुन्छ, जुन तपाईँमा आज मैले देख्दैछु क्या। एकदम त्यो सोचाइमा फरक हुन्छ, कसले कस्तो चलाइराख भनेर। तर मैले चाहिँ अरूकोमा कहिले पनि जाँदैन। मलाई यो लाग्छ म अरूको लागि जन्मेको पनि होइन भन्ने ठान्छु कि अहिले चाहिँ फेरि बुझ्दै गएपछि। पहिला चाहिँ दुनियाँको बारेमा सोच्दा यो हालत भएको हो कि उहाँले फेरि सोचिरहनु भएको छ अहिले नै। अन्तिममा छौँ, हाम्रा दर्शकहरू, तपाईँका घर परिवार आफन्तहरू कसैलाई चाहिँ केही भन्न पाए हुन्थ्यो भन्ने केही शब्दहरू छन् भने तपाईँले भन्न सक्नुहुन्छ। ठिक छ, सबैले माया गरिदिनु होला हाम्रो। विशेष गरी त अझ परिवारलाई के भन्न चाहनुहुन्छ? मेरो परिवारलाई त एकदमै धेरै धेरै माया छ। मेरो मम्मीहरूलाई, मेरो दादाहरूलाई मेन कुरा त, जुन मैले पहिला बुझ्न सकेको छैन अहिले बुझेँ। मेरो दादा मम्मीहरूलाई दिदीहरूलाई एकदमै धेरै धेरै माया छ, पक्कै पनि उहाँसम्म पुग्छ। अलि नर्भस त हुनुहुन्छ होला उहाँ पनि हेऱ्यो भने। जस अब आमा पनि दादा दिदीहरू सबै ढुक्क हुनु, लक्ष्मीले कहिले पनि गलत बाटो चाल्ने छैन। चल्दैन। लक्ष्मी एउटा आफै सक्षम मानिस बनिसकेको छ, यही भन्ने प्रतिबद्धता दिन चाहनुहुन्छ। हजुर, एकदमै। हस्, धन्यवाद लक्ष्मीजी, यति मिठो कुराकानी भयो, तपाईँको दुःखका दिनहरू पनि सुनियो। अब आउने दिनहरूमा तपाईँ पनि प्रगतिको पाइलाहरूमा अघि बढेको देख्न पाइयोस्, हाम्रो पनि शुभकामना छ। र फेरि अर्कोचोटि पोडकास्ट गर्दा लक्ष्मीको चाहिँ खत्रै प्रगति भएको हेर्न पाइयोस्। ल यस्तो भयो है, यस्तो मान्छे आज यो दिनमा आए भनेर हामीले पनि त्यो महसुस गर्न पाइयोस्। तपाईँको खुसीमा नै हामी खुसी हुनेछौँ। टाइम दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद हजुरलाई पनि धेरै धेरै। छोटो मिठो समय दिनुभयो, हजुरलाई पनि धेरै धन्यवाद। हस्।